transfer of fund from the foreign migrant workers to their house, to their household for their well-being भनेर इङ्ग्लिसमा लेख्ने मान्छेले त्यसरी लेख्न सक्छौँ। त्यसपछि अनि के लेख्नु पर्यो भने नेपाल केही वर्ष यता विप्रेषणमा अधिक निर्भर हुँदै गएको छ। नेपालमा विदेशी मुद्राको प्रमुख सञ्चितको रूपमा विप्रेषण रहेको छ र सँगसँगै मुलुकको अर्थव्यवस्थालाई चलायमान बनाउने, गतिशील बनाउने एउटा मुख्य आधार स्तम्भको रूपमा, पूर्वाधारको रूपमा विप्रेषण रहँदै आएको छ। विगत 10 वर्षको तथ्याङ्कलाई हेर्ने हो भने नेपालबाट हरेक वर्ष वैदेशिक रोजगारीमा जानेहरूको सङ्ख्या बढ्दो क्रममा रहेको छ। दैनिक 6000 को सङ्ख्यामा नेपालीहरू विदेशीको वैदेशिक रोजगारमा गएको तथ्यहरूले देखाउँछन् र विप्रेषण आप्रवाह एक वर्षमा करिब 16 खर्ब बराबर रुपियाँ बराबरको 16 देखि 18 खर्ब रुपियाँ बराबरको विप्रेषण रकम नेपालमा भित्रिने गरेको छ र जसको माध्यमबाट नै नेपालको अर्थतन्त्र परिचालित र चलायमान हुने गरेको छ। नेपाल नजानिदो ढङ्गले दिनदिनै यो विप्रेषणमा परनिर्भर हुँदै गएको छ। आयात मात्र नभई मुलुकको व्यापार व्यवसाय, उपभोग, उत्पादन र अर्थव्यवस्थामा स्रोत साधनको वितरण, पुनर्वितरण जस्ता सम्पूर्ण कुराहरूको साथै सेवा क्षेत्रलाई, अर्थतन्त्रको सेवा क्षेत्रलाई अधिकतम बनाउने कार्य पनि हाम्रो यो विप्रेषणबाट भएको छ। हामीले यसरी बुझ्छौँ। त्यसैले नेपालमा चाहिँ नि यसरी अधिक निर्भरता हुनु विभिन्न कारणले गर्दा राम्रो होइन। विप्रेषणमा अधिक प्रवाह, अधिक भर परेको खण्डमा हाम्रो अर्थतन्त्रमा विचलनहरू आउँछ। स्वदेशी श्रम रोजगारको अभाव हुन्छ, सबभन्दा पहिला त्यो भयो। दोस्रो, उपभोगमा कमी आउँछ। एक्टिभ फोर्स बाहिर गएको कारणले गर्दा उपभोगमा कमी आउने र सँगसँगै चाहिँ उत्पादन, उद्यमशीलता जस्ता क्रियाकलापहरूमा कमी आउने हुन्छ। विप्रेषण आप्रवाहमा अधिक निर्भर भयो भने यसले उत्पादनमा प्रभाव पार्छ। यसले कच्चा पदार्थको उत्खननमा, प्राकृतिक स्रोत साधनहरूको उत्पादनका स्रोत साधनहरूको परिचालनमा समेत यसले नेगेटिभ प्रभाव, नकारात्मक प्रभाव पार्दछ। अर्को, विप्रेषण आप्रवाहमा अधिक भर परेको अवस्थामा हामीले हाम्रो इकोनोमीलाई नयाँ ढङ्गबाट, नयाँ तरिकाबाट इकोनोमीलाई अगाडि बढाउन पनि सकिँदैन। त्यो पनि यसको खराबी हुन्छ। र अर्को, विप्रेषणमा यसरी परनिर्भर हुँदै जाने हो भने यसले दीर्घकालमा डच डिजिजको सृजना गर्छ। डच डिजिज भनेको कुनै एउटा मात्र क्षेत्रमा निर्भर रहेर, इकोनोमीको एउटा मात्र क्षेत्रमा निर्भर रहेर अगाडि बढ्दा इकोनोमीमा आउन सक्ने सङ्कटलाई हामीले डच डिजिज भनेर भन्छौँ। त्यसको समस्या पनि नेपालमा देखा पर्न सक्ने हुन्छ। त्यस कारणले नेपाल जस्तो मुलुक विप्रेषण आप्रवाहमा अधिक परनिर्भर हुनु बिल्कुल ठिक होइन भनेर यी तथ्यको आधारमा भन्न सकिन्छ भनेर हामीले लेख्न सक्छौँ। अब अर्को के बुझ्नु पर्यो भने नेपालमा विप्रेषण आप्रवाहको अधिक परनिर्भरतालाई दीर्घकालमा न्यूनीकरण गर्नको लागि नेपालको अर्थतन्त्रमा निम्नलिखित रणनीतिहरू अवलम्बन गर्नु उपयुक्त हुन्छ भनेर, कस्तो कस्तो रणनीतिहरू अब हामीले अवलम्बन गर्ने त भनेर भन्यो भने एउटा सबभन्दा पहिलो रणनीति हामीले के अवलम्बन गर्नुपर्छ भन्दा नेपालमा पहिलो रणनीति हामीले अवलम्बन गर्ने पहिलो रणनीति चाहिँ के हो त भनेर भन्यो भने चाहिँ म तिमीलाई बताउँछु। पहिलो रणनीति हाम्रो के हुनसक्छ भनेर भन्यो भने पहिलो चाहिँ अर्थव्यवस्थालाई विविधीकरण गर्ने, डाइभर्सिफिकेसन अफ इकोनोमी चाहिँ पहिलो हाम्रो यो रणनीति हो। डाइभर्सिफाई दि इकोनोमी, यसलाई अर्थतन्त्रको विविधीकरण भनेर भन्छ। यो भनेको हाम्रो अर्थतन्त्रलाई चाहिँ नि विभिन्न जस्तो उत्पादन, सेवा, व्यापार,
यो अन्य क्षेत्रलाई पनि विभिन्न सेक्टरहरूलाई सबैलाई चाहिँ हामीले विविधीकरण गर्दै जाने पहिला त्यो। अथवा भनेको मतलब चाहिँ नि हाम्रो उत्पादन, व्यवसाय, उद्योग, कृषि, पर्यटन, वन, उत्खनन सबै क्षेत्रलाई चाहिँ नि हामीले विकास गर्दै जानु पर्यो, एउटा त्यो। अर्को चाहिँ नि हामीले अर्को म बताउँछु, अर्को हामीले विप्रेषणको परनिर्भरतालाई कम गर्नको लागि रोजगारीको विकास गर्न सकिन्छ। क्रिएसन अफ एम्प्लोयमेन्ट विदिन द कन्ट्री, क्रिएसन अफ जब ओरिएन्टेड अथवा प्रोडक्सन ओरिएन्टेड भन्ने पनि भन्छ। प्रोडक्सन ओरिएन्टेड एम्प्लोयमेन्ट इन द कन्ट्री, प्रोडक्टिभ ओरिएन्टेड प्रोडक्सन ओरिएन्टेड जुडियो हुन्छ। यो उत्पादनशील, उत्पादनमुखी रोजगार प्रणालीको विकास गर्नुपर्ने हुन्छ। उत्पादनमा निर्भर, उत्पादनमा आधारित रोजगार पद्धति आधारित दिगो भरपर्दो रोजगारी भन्ने पनि हुन्छ। यो पनि अर्को चाहिँ हाम्रो यो दीर्घकालमा चाहिँ हामीले यो चाहिँ नि हामी यसबाट अगाडि बढ्नको लागि हामीले के गर्ने भयौँ त दुईटा पोइन्ट चाहिँ त्यो भने मैले अर्कोमा लेखेछु, यहीँ लेख्नु पर्थ्यो, 2 नम्बरमा गएछु। अर्को हामीले यसमा के लेख्न सक्छौँ भने तेस्रो पोइन्टमा हामीले विप्रेषणको परनिर्भरतालाई न्यूनीकरण गर्न हाम्रो अर्थतन्त्रमा हामीले के योगदान गर्नुपर्छ भनेर नि हाम्रो अर्थतन्त्रको संरचनामा पनि परिवर्तन गर्नुपर्छ। स्ट्रक्चरल चेन्जेस इन द इकोनोमी, स्ट्रक्चरल चेन्जेस भन्छ। अर्थतन्त्रको संरचनामा पनि परिवर्तन गर्नु पर्यो। यो अर्को पोइन्ट हामी लेख्छौँ भनेको सेवा क्षेत्रको लाई कम गर्दै हाम्रो चाहिँ कृषि उद्योग क्षेत्रलाई बढाउने गरेर हाम्रो इकोनोमीको अर्थतन्त्रको संरचनामा हामीले परिवर्तन गर्न सक्छौँ। त्यसबाट पनि हाम्रो अधिक परनिर्भरता कम हुन्छ। अर्को चाहिँ हामीले स्वदेशमा उद्यमशीलताको विकास गरेर स्वदेशमै बस्ने वातावरण, जसलाई हामीले भन्छ बिजनेस फ्रेन्डली इन्भाइरोमेन्ट, इन्डस्ट्रियल फ्रेन्डली इन्भाइरोमेन्ट, एग्रिकल्चर फ्रेन्डली इन्भाइरोमेन्ट, रोजगारमूलक वातावरणहरू बनाएर, देशभित्र नै रोजगारमूलक वातावरण बनाएर, लगानी मैत्री वातावरण बनाएर, उद्यमशील वातावरण बनाएर पनि हामीले यो विप्रेषणमाथिको परनिर्भरतालाई कम गर्न सक्छौँ। अर्को विप्रेषणमाथिको परनिर्भरतालाई कम गर्नको लागि स्वदेशी उत्पादन, स्वदेशमै उत्पादन बढाउँ, स्वदेशी उत्पादनलाई प्रश्रय दिउँ, रोजगारलाई प्रश्रय दिउँ भन्ने खालको नीतिहरू राज्यले अवलम्बन गर्दै जानुपर्छ। त्यो पनि हामीले लेख्नु पर्यो। अर्को हामीले सँगसँगै के पनि बुझ्नु पर्यो भने नेपालमा चाहिँ काम गर्ने मान्छेहरूलाई यो अर्को शब्दमा भन्यो भनेदेखि चाहिँ अर्निङ इन एजुकेसन प्रोग्राम, पढ्दै कमाउँदै। अहिले धेरै जसो मान्छेहरू हेऱ्यो भने +2 गरेको मान्छेहरू धेरै जाने भएको कारण छ। त्यसलाई यहाँ के गर्ने त भन्दा कमाउँदै पढ्दै गर्न सकिने व्यवस्था गर्ने। अर्को चाहिँ देशको चाहिँ पूर्वाधारहरू विकास गरेर देशमै विभिन्न सुविधाहरू उपलब्ध गराएर मानिसहरूलाई हामीले रोक्न सक्छौँ। मानिसहरूलाई जाऊ नजाऊ रोकेर भन्दा पनि देशमा नै बस्ने आकर्षक वातावरण बनाएर, राम्रो पूर्वाधारहरू बनाएर, त्यसपछि गएर जबको ग्यारेन्टी गरेर, रोजगारीको ग्यारेन्टी गरेर र सँगसँगै नीतिगत स्थिरता कायम गरेर विभिन्न प्रकारका खराबीहरूलाई, मुलुकमा भएका विभिन्न खराबीहरूलाई, आर्थिक सामाजिक विकृतिहरूलाई अन्त्य गरेर समावेशी राज्य प्रणालीको विकास गरेर मुलुकको अर्थतन्त्र र वित्तीय प्रणालीको लाभ सबै नेपाली नागरिकले पाउन सक्ने बनाएर उत्पादन भएका वस्तु सेवाहरू स्वदेशमा बिक्री बेचबिखन हुन सक्ने सुनिश्चितता गरेर विभिन्न प्रकारको उद्यमशील कार्यमा युङ मान्छेहरूलाई, युवाहरूलाई चाहिँ उद्यमशील कार्यमा निशुल्क अथवा बिना ब्याज भनेको विभिन्न प्रकारको बिना ब्याज फाइनान्सिङ स्रोत साधनको व्यवस्था गरिदिएर वित्तीय प्रणालीको व्यवस्था गरिदिएर पनि हामीले यो विप्रेषणको परनिर्भरतालाई हामीले कम गर्न सक्छौँ। यी रणनीतिहरू दीर्घकालीन रूपमा नेपाललाई अधिक विप्रेषणको अधिक निर्भरताबाट न्यूनीकरण गर्ने प्रमुख उपाय हुन् भनेर हामीले यति अहिले भनेको जति कुराहरू हामी लेख्न सक्यौँ भने यसको उत्तर पुग्छ। र लास्टमा के लेख्नु पर्यो भने विप्रेषण नेपालमा अनपेक्षित रूपमा
डच डिजिजको रूपमा विकसित हुँदै गइरहेको छ। त्यसैले राज्यले बिचैमा बेलैमा सावधानी अवलम्बन गरी डिप्रेसनबाट मुक्त हुने र स्वदेशमै रोजगारी गरी डिप्रेसनको परनिर्भरताबाट मुक्त हुने नीतिहरूलाई कार्यान्वयनमा ल्याउनुपर्छ भनेर तिमीहरूले चाहिँ यो लास्टमा कन्क्लुजनमा लेख्न सक्छ र यसपछि हाम्रो यो प्रश्नको उत्तर सकिन्छ। अब म दोस्रो नम्बरमा जान्छु। दोस्रो नम्बरको म पहिला बुझाउँछु के हो यो प्रश्न, त्यसपछि अनि हामी कुरा गरौँला। यो दोस्रो नम्बरको चाहिँ हाम्रो प्रश्न के छ त भन्दा हामीले बुझ्नुपर्ने छ यो पहिलो दोस्रो नम्बरमा हामीलाई के भनेको छ त भनेर कुरा गर्यो भने हामीले बुझ्नुपर्ने यहाँ बताउँछु। यो चाहिँ नेपाल राष्ट्र ब्याङ्कले कुनै ब्याङ्क तथा वित्तीय संस्थालाई, यो 3 मा आइसकेको छ है, 2 मा जाउँ पहिला। ग्रे लिस्ट भनेको के हो, नेपाल ग्रे लिस्टमा जानुका कारणहरू उल्लेख गर्दै ग्रे लिस्टबाट निस्कन के कस्ता सुधार र प्रतिबद्धता आवश्यक पर्दछ लेख्नुहोस् भनेको छ है। यो ग्रे लिस्ट भनेको के हो म तिमीलाई बताउँछु। यो चाहिँ हामीले सम्पत्ति शुद्धिकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी भनेर हामीले सुनेका छौँ। सम्पत्ति शुद्धिकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानीको माध्यमबाट मुलुकमा वित्तीय अपराधहरू, वित्तीय अस्थिरताहरू सृजना हुने गर्दछ। त्यसैले यस्ता विभिन्न प्रकारका हाम्रो चाहिँ सम्पत्ति शुद्धिकरण र आतङ्कवादी कार्यमा वित्तीय लगानी जस्ता क्रियाकलापहरूमा नियन्त्रण गर्न, यस्ता क्रियाकलापहरूको आइडेन्टिफाई गरी विश्वभरि नै यस्ता क्रियाकलापहरूलाई निरुत्साहित गर्नको लागि विभिन्न योजना, नीति, कार्यक्रम, रणनीति र एक्सन प्लानहरू राज्यहरूले बनाउनु पर्ने हुन्छ। राज्यहरूले त्यसरी यो सम्पत्ति शुद्धिकरण र आतङ्कवादी कार्यमा हुने वित्तीय लगानीलाई नियन्त्रण गर्नको लागि आवश्यक पर्ने ऐन, नियम, कानुन बनाएको छ कि छैन, त्यसको राम्ररी कार्यान्वयन गरेको छ कि छैन, यस्ता क्रियाकलापहरूलाई नियन्त्रण गर्ने वा निरुत्साहित गर्ने विभिन्न उपायहरू, सेफ्टी मेजरहरू अवलम्बन गरेको छ कि छैन, त्यसको लेखाजोखा गर्न, अनुगमन गर्नको लागि हाम्रो अन्तर्राष्ट्रिय रूपमा एउटा छाटा संस्था फाइनान्सियल एक्सन टास्क फोर्स, अन्तर्राष्ट्रिय वित्तीय कारबाही कार्यदल भन्ने संस्थाको चाहिँ स्थापना भएको छ। त्यो संस्थाले विभिन्न मुलुकहरूको फ्याटअप भन्छ त्यसलाई, फाइनान्सियल एक्सन टास्क फोर्स वित्तीय कारबाही कार्यदलले विभिन्न कन्ट्रीहरूले आतङ्ककारी कार्यमा हुने वित्तीय लगानी, सम्पत्ति शुद्धिकरण सम्बन्धी कार्यहरूमा नियन्त्रण गर्न, त्यस्ता कार्यहरू हुन नदिनको लागि प्रिभेन्टिभ उपायहरू अवलम्बन गर्न, आवश्यक पर्ने ऐन, नियम, कानुन, संरचना र सेफ्टी मेजर्सहरू अवलम्बन गरेको छ कि छैन निरन्तर रूपमा नियमन अनुगमन गर्ने गर्छ। यसरी अन्तर्राष्ट्रिय वित्तीय कारबाही कार्यदलले यस्तो कुराहरूको नियमन गर्न, नियन्त्रण गर्नको लागि 40 वटा रिकमेन्डेसन गरेको छ। 40 वटा चाहिँ विभिन्न इन्डिकेटर्सहरू, विभिन्न मार्गदर्शनहरू उसले जारी गरेको छ। त्यो 40 वटा मार्गदर्शनभित्र विभिन्न सूचकहरू छन्। ती सूचकहरू, त्यो 40 वटा मार्गदर्शनभित्र भएका विभिन्न सूचकहरूको पालना कन्ट्रीले गर्यो कि गरेन, ती सूचक अनुसार आफ्नो इकोनोमीलाई सञ्चालन गर्यो कि गरेन, त्यसको वार्षिक रूपमा समीक्षा गर्ने गर्छ। र यसरी समीक्षा गर्दा, फ्याटअपबाट समीक्षा गर्दा यदि त्यो इन्डिकेटर्सहरूको 50% बराबर पनि कन्ट्रीहरूले ती इन्डिकेटर्सहरू पुरा गर्नको लागि पहल गरेका छैनन् भने त्यस्ता कन्ट्रीहरूलाई चाहिँ फ्याटअपले, फाइनान्सियल एक्सन टास्क फोर्सले चाहिँ ग्रे लिस्टमा राख्ने गर्छ। यो ग्रे लिस्ट भनेको फाइनान्सियल एक्सन टास्क फोर्स अन्तर्राष्ट्रिय वित्तीय कारबाही कार्यदलले रिकमेन्डेसन गरेका विभिन्न मार्गदर्शन सूचकहरू पालना गरे वा नगरेको आधारमा अनुगमन मूल्याङ्कन गर्दा पालना नगरेको भेटिएमा फ्याटअपबाट त्यो कन्ट्रीलाई राख्ने लिस्ट, त्यो सूचीमा राख्ने, पालना नगरेको सूचीमा राख्ने लिस्टलाई नै हामीले ग्रे लिस्ट भनेर बुझ्छौँ भनेर लेख्नु पर्यो। यो पहिला लेख्ने यो। अब यसरी नेपाल ग्रे लिस्ट चाहिँ
फ्याटफले निर्धारण गर्ने गर्छ यी सूचकहरूको आधारमा भनेर लेख्नु पर्यो। अनि नेपाल चाहिँ ग्रे लिस्टमा किन पर्यो त भनेर हामीले लेख्नु पर्यो भने नेपालले यो फाइनान्सियल एक्सन टास्क फोर्स अन्तर्राष्ट्रिय वित्तीय कारबाही कार्यदलले नेपाललाई विभिन्न रिकमेन्डेसन गरेका कुराहरू फ्याटफबाट रिकमेन्डेसन गरेका कुराहरू पुरा नगरेको आधारमा यसलाई ग्रे लिस्टमा राखेको छ। र नेपाल ग्रे लिस्टमा जानुको मुख्य कारणहरू निम्न अनुसार छन्। एउटा हाम्रो सम्पत्ति शुद्धिकरण र आतङ्ककारी कार्यमा वित्तीय लगानी सम्बन्धी यसलाई नियन्त्रण गर्ने निरुत्साहित गर्ने सम्बन्धी ऐन नियम कानुन कार्यविधिहरू एक्सन फोर्सहरू पर्याप्त मात्रामा भएको छैन। पहिलो कारण त्यो। दोस्रो बैंक वित्तीय संस्थाहरूमा र सूचक संस्थाहरूमा विभिन्न सूचक संस्थाहरूमा र बैंक वित्त विशेष गरिकन बैंक वित्तीय संस्थाहरू र सूचक संस्थाहरूमा यो सम्पत्ति शुद्धिकरण सम्बन्धी कारोबारहरू र अनि सँगसँगै चाहिँ आतङ्ककारी कार्यमा हुने वित्तीय लगानीहरूलाई ट्र्यास आउट गर्ने त्यसको पहिचान गर्ने र त्यस्ता कुराहरूलाई रोकथाम गर्ने आवश्यक चाहिँ पूर्वाधारहरू निर्माण गरिएको छैन। त्यो आवश्यक पूर्वाधार निर्माण नगरेको कारणबाट पनि नेपाल ग्रे लिस्टमा गएको हो भनेर भन्छन् दुईटा। तेस्रो सूचक संस्थाहरूले विभिन्न सूचक संस्थाहरूले पालना गर्नुपर्ने अनुपालना गर्नुपर्ने हुन्छ कम्प्लायन्स भनेर भन्छ। अनुपालना गर्नुपर्ने कुराहरू पालना नगरेको कारणबाट पनि यो ग्रे लिस्टमा गएको छ। अर्को नेपालमा चाहिँ विभिन्न सम्पत्ति शुद्धिकरण र आतङ्कवादी क्रियाकलापमा लगानी जस्ता क्रियाकलापहरूमा बढोत्तरी हुँदै जाने सरकारले र अन्य विभिन्न निकायहरूले यसका लागि आवश्यक प्रिभेन्टिभ र सँगसँगै क्युरेटिभ उपायहरू अवलम्बन नगरेको कारणबाट पनि हाम्रो यो ग्रे लिस्टमा गएको हो। अर्को जुन जुन सूचकहरू फ्याटफले हामीलाई उपलब्ध गराएको छ सुधार गर्नको लागि त्यो कमिटमेन्ट अनुसार हामीले प्लानरी बैठक भनेर भन्छ प्लेनरी बैठकमा उठेका कुराहरू सम्पत्ति शुद्धिकरण र आतङ्कवादी क्रियाकलापको मूल्याङ्कन गर्ने क्रममा फ्याटफले समीक्षा गरेको बेलामा उठाएका कुराहरू यो सुधार गर्नुपर्छ भनेर उल्लेख गरेका कुराहरूमा हामीले प्रतिबद्धता जनाएको तर त्यसअनुसार चाहिँ व्यवहार नगरेको काम नगरेको एक्सनमा नगएको कारणबाट पनि हामी ग्रे लिस्टमा परेका छौँ। अर्को नेपाल ग्रे लिस्टमा पर्नुको अर्को कारण चाहिँ नेपालको वित्तीय प्रणाली कमजोर हुनु नेपालमा सहकारी लगायत विभिन्न निकायहरूमा ठगी बैंक ठगी लगायत वित्तीय प्रणालीमा विभिन्न प्रकारका खराबीहरू सिर्जना हुने कारणबाट पनि र कतिपय थुप्रै कारोबारहरू चाहिँ इन्फर्मल सेक्टरबाट हुने फर्मल सेक्टरबाट नभएको कारणबाट पनि हामी ग्रे लिस्टमा भएको अवस्था छ। त्यसैले चाहिँ यो ग्रे लिस्ट चाहिँ हाम्रो मा भएकोबाट नेपालले चाहिँ बेलैमा यसबाट निस्किनु पर्ने हुन्छ र यसरी नेपाल चाहिँ ग्रे लिस्टबाट निस्किनको लागि चाहिँ उसले के कस्ता सुधार र प्रतिबद्धताहरू गर्नुपर्छ त भनेर हामीलाई भन्यो भने चाहिँ निम्नलिखितका सुधार र प्रतिबद्धता आवश्यक पर्छ भनेर हामीले पहिला सुधार अनि प्रतिबद्धता हामीले लेख्नुपर्ने हुन्छ। अब सुधारमा हामीले के सुधार गर्ने त भनेर भन्यो भने एउटा यो केवाइसी केवाइई र सँगसँगै चाहिँ त्यसको सँगसँगै चाहिँ यो विभिन्न प्रकारका हामीले यो मतलब नेसनल आइडी कार्ड लगायत विभिन्न कार्ड सिस्टमहरूको व्यवस्था गरेर यो खाताहरूलाई अपडेट गर्ने त्यो चाहिँ एउटा भयो। अर्को चाहिँ भन्सारमा अवैध रूपमा भित्रिने मालसामानहरूलाई नियन्त्रण गर्ने व्यवस्थाहरू प्रभावकारी रूपमा त्यो व्यवस्था गर्ने हामीले त्यो पनि लेख्नु पर्यो। अनि अर्को चाहिँ खुला बोर्डरहरूको नियमन अनुगमनहरू गर्ने अनि सीमा पार कारोबारहरू करस्पोन्डिङ ट्रान्ज्याक्सन भन्छ त्यसलाई राम्ररी त्यसलाई चाहिँ निगरानी राख्ने करस्पोन्डेन्स ट्रान्ज्याक्सनहरूमा निगरानी राख्ने विभिन्न सूचक संस्थाहरूले सफ्टवेयर यो एन्टी मनी लाउन्ड्रिङ सम्बन्धी सफ्टवेयरहरू बनाएर केवाइसी केवाई सबै सूचक संस्थाहरूमा केवाइसी केवाईको व्यवस्था गर्ने त्यो पनि गर्नुपर्ने हुन्छ सुधारको लागि। अर्को सुधारको लागि चाहिँ संसदमा बाँकी रहेको ऐन नियम कानुनहरूलाई समयमै कार्यान्वयन गर्ने र थप ऐन नियम कानुनहरू योसँग सम्बन्धित अन्य ऐन नियम कानुनहरूको तर्जुमा गरी छिटै कार्यान्वयनमा लिएर आउने काम पनि गर्नुपर्छ भनेर लेख्नु पर्यो। अर्को हाम्रो साङ्गठनिक अवस्थालाई हाम्रो साङ्गठनिक संरचनालाई बलियो बनाउने र अनि सम्पत्ति शुद्धिकरण र आतङ्कवादी क्रियाकलापमा लगानी निरुत्साहित गर्ने संस्थाहरूको कपासिटी डेभलपमेन्ट गर्ने त्यस्ता संस्थाहरूको निगरानीलाई बढाउने र
त्यस्ता संस्थाहरूको सर्भिलियन्सको सँगसँगै चाहिँ तिनीहरूको सुपरभिजनको मेकानिजमलाई पनि बढाउने त्यस्तो कुराहरू चाहिँ हामीले सुधारको लागि ती कुराहरू गर्नुपर्छ भनेर हामीले लेख्छौँ। र अब कस्तो प्रतिबद्धता आवश्यक पर्छ भनेर भन्यो भने चाहिँ यो ग्रे लिस्टबाट चाहिँ निस्किनको लागि चाहिँ सरकारको कस्तो प्रतिबद्धता चाहिन्छ, ब्याङ्क वित्तीय संस्थाको कस्तो प्रतिबद्धता चाहिन्छ, त्यसपछि गएर सूचक संस्थाको कस्तो प्रतिबद्धता चाहिन्छ, त्यसपछि गएर यो पोलिटिकली एक्सपोज पर्सन, एलाइड पर्सनहरू, पेसागत व्यक्ति सङ्घ संस्थाको कस्तो प्रतिबद्धता आवश्यक पर्छ, यो सबै कुराहरू हामीले मिलाएर लेख्नुपर्ने हुन्छ। राज्यले चाहिँ फ्याटअपमा सरकारले फ्याटअप प्लेनरी बैठकमा प्रतिबद्धता व्यक्त गरेको कुराहरूलाई कार्यान्वयनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुपर्छ। जे जति फ्याटअपले रिकमेन्डेसन गरेको छ 40 रिकमेन्डेसनहरू त्यसलाई कार्यान्वयनमा ल्याउने प्रतिबद्धता सरकारले गर्नुपर्छ एउटा। अर्को प्रतिबद्धता सरकारले संसदबाट ऐन नियम कानुन बनाएर कारबाहीमा ल्याउने, करप्सन्स एक्टिभिटिजहरूलाई कम नियन्त्रण गर्नेतिर सरकारको प्रतिबद्धता हुनुपर्छ। अर्को सरकारको प्रतिबद्धता भनेको चाहिँ सरकारले राज्यपक्षी भएर जति पनि सम्झौताहरू सन्धि गरेको हुन्छ एन्टी मनी लाउन्ड्रिङ र यो आतङ्ककारी कार्यमा वित्तीय लगानीहरू त्यसको निगरानी गर्नको लागि चाहिँ सूचक संस्थाहरू मात्र नभएर इन्टरनेसनल इन्टेलिजेन्स युनिटहरूलाई पनि सूचना उपलब्ध गराउने र त्यस्ता क्रियाकलापहरूलाई बिचमै निरुत्साहित गर्न प्रयत्न पनि गर्ने त्यस्तो प्रतिबद्धता चाहिँ सरकारले गर्नुपर्छ। अर्को प्रतिबद्धता भनेको चाहिँ सरकारले यस्ता क्रियाकलापहरूलाई अभोइड गर्ने मात्र होइन कि यस्ता क्रियाकलापहरू हुन सक्ने सम्भाव्य ठाउँहरूको पनि खोजी गरेर तिनीहरूको लागि चाहिँ प्रिभेन्टिभ उपाय अवलम्बन गर्ने प्रतिबद्धता पनि सरकारले व्यक्त गर्नुपर्छ। र सबभन्दा लास्टमा चाहिँ सरकारले यो जति पनि ऐन नियम कानुनहरू कार्यविधिहरू बनेको छ त्यसको चाहिँ इमान्दारिता साथ कार्यान्वयन गर्ने प्रतिबद्धता सरकारले गर्नुपर्छ। यदि यी सुधारको चाहिँ र प्रतिबद्धताहरू सरकारले गर्यो भने चाहिँ नेपाल ग्रे लिस्टबाट बाहिर गएर तुरुन्तै बाहिर गएर नेपाल चाहिँ यो फ्याटअपको रेकमेन्डेसनमा अथवा अन्तर्राष्ट्रिय वित्तीय कारबाही कार्यदलको नजरमा मोनिटरिङमा ग्रे लिस्टबाट हटेर यो ठिक छ भन्ने अवस्थामा रूपान्तरित हुन सक्छ भनेर हामीले लेख्न सक्छौँ। यो तिमीहरूले कसरी लेख्ने भन्ने कुरालाई चाहिँ मैले यहाँनिर तिमीहरूलाई बताएको भएँ। अब यसपछि म तिमीहरूलाई के बताउँछु भने 2 नम्बरसम्म मैले गरेको छु। अब म केमा बताउँछु भने 3 नम्बरतिर हामी जाउँ। नम्बर 2 सम्म मैले लेखिदिएँ। अब 3 नम्बरमा चाहिँ हामी जाउँ। ग्रे लिस्ट पछि अर्को 3 नम्बरमा जान्छु। तिमीहरू कसैले पनि यहाँ इङ्ग्लिसमा भन्नु पऱ्यो भने मैले इङ्ग्लिसमा सबै यो क्वेसनहरू सबै मैले इङ्ग्लिसमा उल्था गरिदिएको छु। यो क्वेसन्सहरू कुनै पनि आज भएको क्वेसन्सहरू एकदम मैले राम्ररी मेहनत गरेर तिमीहरूलाई सबैलाई मैले यो सबै इङ्ग्लिसमा कन्भर्ट गरिदिएको छु। इङ्ग्लिसमा बुझ्नको लागि कुनै गाह्रो हुँदैन। इङ्ग्लिसमा भन्दै भन्यो भने म भनिदिन्छु। तिमीहरूले मलाई जसले इङ्ग्लिसमा चाहियो भनेर त्यहाँ लेख तिमीहरू कुन चाहिँ इङ्ग्लिसमा भनिदिनु पऱ्यो म भनिदिइहाल्छु ल। इङ्ग्लिसको कोही बच्चाहरू छ भने पनि म भनिदिइहाल्छु, टेन्सन लिनु पर्दैन। अब हामी 3 नम्बरमा जाउँ। 3 नम्बरमा चाहिँ हामीहरू के छ यसपछि हेरौँ है त। अब 3 नम्बरमा हामी जाउँ। नेपाल राष्ट्र ब्याङ्कले कुनै ब्याङ्क वित्तीय संस्था 4 पुग्छ कति छिटे। नेपाल राष्ट्र ब्याङ्कले कुनै ब्याङ्क तथा वित्तीय संस्थालाई समस्याग्रस्त संस्था घोषणा गर्दा सरकारवालाहरूमा कस्तो असर पर्दछ लेख्दै यसको समाधानका उपायहरू के हुन सक्छन् लेख्नुहोस् भनेको छ। What will be the impact on stakeholders when central bank declare for any one bank or financial institution as a problematic financial institution? Write down it. अनि what suggest यहाँ चाहिँ यो लेखेको मिलेको छैन है यहाँ लेखेर यस्तो गर्दै राइट डाउन इट। अनि यसपछि सँगसँगै छ यो सजेस्ट द वे फरवर्ड फर सल्भिङ द प्रब्लम भनेको छ है। यो चाहिँ what are the suggestion or the way forward for solving the problem छ। यो यहाँ बिगारेको रहेछ। म यसलाई फेरि हेरेर भन्न लगाइदिन्छु ल। 3 नम्बरको त्यो इङ्ग्लिस लेख्ने बेला बिगारेको छ केटोले यार। ए भाइ त्यो 3 नम्बरको प्रश्न हेर त, तिमीले त्यहाँ इङ्ग्लिसमा सार्दै गल्ती गरेको छ यार। के सार्छौ? त्यो 3 नम्बरको प्रश्न हेर त, कता गयो नि खोइ। 3 नम्बरको प्रश्न हेर त त्यहाँ। राइट डाउन इट वान के हो? राइट डाउन इट एन्ड हो त्यो, डब्लु होइन। एन्ड सजेस्ट द वे फरवर्ड फर सल्भिङ द प्रब्लम मिलाउनु त्यो। त्यहाँ त अझ बिग्रिया डब्लु एन्ड डब्लु हुँदै हो भने त बेकार फोकट आयो त्यो। राइट डाउन इट क्वेसन मार्क हो होइन भने डब्लु एउटा त्यहाँ तिमीले अरू नि बिगारेछ त्यो डब्लु मात्रै छ नि त्यो बिगाएर हाल त। राइट डाउन इट लेख अनि त्यसपछि हुन्छ राइट डाउन इट
एन्ड सजेस्ट द वे फरवर्ड फर सल्भिङ द प्रब्लम। यो डब्लु होइन है, यो डब्लु चाहिँ नि होइन, यति हेर त यहाँ, यो होइन है, यो होइन। एन्ड सजेस्ट द वे फरवर्ड फर सल्भिङ प्रब्लम भनेको छ। अब हामीले के बुझ्नु पऱ्यो भने बैंक वित्तीय संस्थाहरूलाई नेपाल राष्ट्र ब्याङ्कले कस्तो बेलामा समस्याग्रस्त घोषणा गर्छ भने जब बैंक वित्तीय संस्थाहरूले निक्षेपकर्ताको निक्षेपको संरक्षण गर्न सक्दैनन्, जब बैंक वित्तीय संस्थाले चाहिँ क्यापिटल एडिक्वेसी पर्याप्त मात्रामा राख्न सक्दैन, बैंक वित्तीय संस्थाले जथाभावी कर्जा प्रवाह गरेर नन पर्फर्मिङ लोन र नन पर्फर्मिङ एसेट्सको मात्रा बढाउँछ र बैंक वित्तीय संस्थामा चाहिँ पर्याप्त मात्रामा तरलताको अभाव पनि हुन्छ, संस्थागत सुशासन कमजोर हुन्छ र बैंक चाहिँ डिपोजिटर्सको पैसा चाहिँ सुरक्षित नगर्ने अवस्थामा पुग्यो भन्ने नेपाल राष्ट्र ब्याङ्कलाई लाग्यो भने नेपाल राष्ट्र ब्याङ्कले दफा 100 छ, राष्ट्र ब्याङ्कको दफा 100 अनुसार यो बैंक वित्तीय संस्थाहरूलाई उसले समस्याग्रस्त घोषणा गर्छ। दफा 100 अनुसारको कुराहरू पुरा भएन भने अब हामीले के बुझ्नु पऱ्यो भने यो बैंक वित्तीय संस्थालाई समस्याग्रस्त राष्ट्र ब्याङ्कले घोषणा गर्ने हो। अघि मैले भनेको क्राइटेरिया पुगेन भने अब बैंक वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गर्यो राष्ट्र ब्याङ्कले, होइन नेपाल राष्ट्र ब्याङ्क डिक्लेयर बैंक एन्ड फाइनान्सियल इन्स्टिट्युसन्स एज अ प्रब्लमेटिक बैंक एन्ड फाइनान्सियल इन्स्टिट्युसन भनेर कसैलाई गर्यो भने सरकारवालामा के असर गर्छ म तपाईँलाई बताउँछु। पहिलो सरकारवाला गरौँ डिपोजिटर्स। डिपोजिटर्सलाई चाहिँ आफ्नो डिपोजिट सुरक्षित हुँदैन भन्ने ग्यारेन्टी हुन्छ र ऊ तुरुन्तै ब्याङ्कमा पैसा लिनको लागि लाइनमा बस्छ। त्यो पहिलो भनेको मतलब निक्षेपकर्ताको मनमा डर पैदा हुन्छ र ऊ लाइनमा ब्याङ्कमा पैसा लिनको लागि उपस्थित हुन्छ र उसलाई सक हुन्छ, सक यो ब्याङ्क डुब्छ भनेर। एउटा पहिला यो असर हुने भयो। अर्को असर चाहिँ कस्तो पर्छ बताउँछु। अर्को ब्याङ्क वित्तीय संस्थामा पनि यसको असर पर्छ। कुनै एउटा ब्याङ्क वित्तीय संस्था समस्याग्रस्त घोषणा भइसकेपछि अब अर्को ब्याङ्क पनि समस्याग्रस्त हुनसक्छ है भन्ने चाहिँ एउटा लेसन, एउटा पाठ अथवा एउटा चाहिँ इन्डिकेसन चाहिँ त्यो पनि जान्छ र अर्को ब्याङ्क वित्तीय संस्था पनि समस्याग्रस्त हुन्छ भन्ने एउटा फिलिङ्स, मनोविज्ञान चाहिँ त्यहाँ बढाउँछ यसले सरकारवालालाई। अनि तेस्रो त्यो ब्याङ्क वित्तीय संस्थाको सेयरधनीहरूले चाहिँ रिटर्न पाउँदैनन्, पर्याप्त प्रतिफल पाउँदैनन्, पारिश्रमिक पनि पाउँदैनन्, भत्ता पनि पाउँदैनन्। त्यस कारणले तिनीहरूलाई पनि आफ्नो सुविधाबाट वञ्चित हुने भयो। अर्को कर्मचारीहरूले पनि आफ्नो सुविधाहरू नपाउने अवस्था हुन्छ र सँगसँगै ब्याङ्कबाट आफूले पाउनुपर्ने कम्पेन्सेसनै पाइँदैन कि भन्ने डर पनि कर्मचारीमा पनि रहन्छ। अर्को नियमनकारी निकायहरू सरकारले राजस्व गुमाउँछ, कर गुमाउँछ, जति प्राप्त गर्न सक्थ्यो राजस्व कर सरकारलाई त्यो गुम्ने हुन्छ। नेपाल राष्ट्र ब्याङ्कको यो नियामकीय खर्च बढ्छ, उसको लागत बढ्छ, त्यो प्रभाव पनि पर्छ। अर्को अनि त्यो ब्याङ्कको चाहिँ नि प्रमोटर्सहरू, लगानीकर्ताहरू, उनीहरूले आफ्नो रिटर्न पाइँदैन भन्ने कुराको सुनिश्चित हुन्छ। आफ्नो रिटर्नप्रति उनीहरूको प्रश्न उठ्छ, शङ्का उठ्छ, त्यो पनि सरकारवालालाई त्यो पनि प्रभाव पर्ने भयो। अनि अर्को सरकारवाला भनेको सर्वसाधारण नागरिकमा चाहिँ ब्याङ्किङ प्रणालीप्रति विश्वसनीयता नै कम हुँदै जान्छ। यस्तो असरहरू चाहिँ हाम्रो यो ब्याङ्क वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गर्दा बित्तिकै यस्तो प्रकारको असरहरू सरकारवालामा पर्दछ भनेर हामीले लेख्नु पर्दै हुन्छ। यहाँसम्म मैले तिमीहरूलाई पोइन्टहरू बताएँ। मलाई इङ्ग्लिसमा चाहिन्छ भने तिमीहरू कसलाई चाहिने हो भन, म इङ्ग्लिसमा बताइदिन्छु है। कुनै पोइन्टहरू इङ्ग्लिसमा भनिदिनु पऱ्यो भने तिमीहरूले मलाई भन कि सर इङ्ग्लिसमा भनिदियो भनेर म भनिदिइहाल्छु, टेन्सन लिनु पर्दैन ल। अब हामीले के बुझ्नु पऱ्यो भने यहाँ कसैले सोधेको हुन्छ कति बजेबाट भयो हो सर? क्लास 5 बजेबाट भएको हो है। ड्राफ्ट 86 ख हो कि प्रब्लमेटिक ब्याङ्क? त्यसो भनेको 86 ख चाहिँ नि प्रब्लमेटिक ब्याङ्क सम्बन्धी व्यवस्था भयो। प्रब्लमेटिकमा जान चाहिँ कसरी जान्छ भन्ने कुरा चाहिँ र कस्तो कारबाही गर्छ त्यो गयो भन्ने कुरा चाहिँ हाम्रो दफा 100 चाहिँ त्यो कुरा छ। राष्ट्र ब्याङ्कको कसरी कस्तो प्रब्लमेटिक ब्याङ्क भनेर कसरी घोषणा गर्छ भन्ने त्यहाँ छ है। दुइटै तिमीले मिलाएर लेख्नुपर्ने हुन्छ। यो मलाई कसले सोधिरहेको थियो, वेद व्यासले लेखिरहेको रहेछ यहाँ। तिमीले लेखेको ठिक छ। यो चाहिँ नि हामीले त्योभन्दा अगाडि के लेख्नु पऱ्यो भने समस्याग्रस्त हुने कारण पनि अलिकति खुलाउनुपर्छ। त्यो कारण चाहिँ मैले तिमीलाई अघि भने थियो।
र अर्को समाधान कसरी गर्न सकिन्छ त? अब यो प्रब्लमेटिक ब्याङ्कको समस्या समाधान कसरी गरिन्छ भनेर भन्यो भने सबभन्दा पहिला प्रब्लमेटिक ब्याङ्कको समस्या समाधान गर्नको लागि राष्ट्र ब्याङ्कले चाहिँ सुपरिवेशनलाई बलियो बनाउने एउटा र वार्निङ गर्ने, सञ्चालकलाई उच्च व्यवस्थापकलाई उसले ब्याङ्क प्रब्लमेटिक भयो भने तिमीहरूलाई म कारवाही गर्छु, एक्सन लिन्छु भनेर उसलाई सचेत गराउने, वार्निङ गराउने, सचेत गराउने पहिलो काम चाहिँ उसले त्यो नै गर्नुपर्ने हुन्छ राष्ट्र ब्याङ्कले। दोस्रो, क्यापिटल प्लान लिनको लागि यो पुँजी योजना बनाऊ तिमीले, क्यापिटल प्लान र लिक्विडिटी प्लान, क्यापिटल प्लान र त्यसपछि गएर नन पर्फर्मिङ लोन र नन पर्फर्मिङ एसेट्सलाई कम गर्ने योजनाहरू बनाएर ल्याऊ भनेर त्यो प्लान चाहिँ बनाएर ल्याऊ, एक्सन प्लान बनाएर ल्याऊ भनेर उसले भन्नुपर्छ। यो हामीले बुझ्नु पर्यो। त्यसपछि अर्को पनि म बताउँछु। त्यसपछि अर्को चाहिँ के गर्न सकिन्छ समाधान गर्नको लागि भने ब्याङ्क प्रब्लमेटिक भइसकेपछि यो प्रब्लमेटिक ब्याङ्कलाई समाधान गर्नको लागि राष्ट्र ब्याङ्कले एक्सनमा लिनुपर्छ। राष्ट्र ब्याङ्कले एक्सन गरेर उसले चाहिँ नि या कोही विज्ञलाई जिम्मा दिएर त्यो ब्याङ्कलाई चाहिँ समस्याग्रस्तबाट उन्मुक्त हुने योजनाहरू बनाएर निश्चित समय दिएर 1 वर्ष 6 महिनाको समय अवधि दिएर 1 वर्षको समय अवधि दिएर त्यो समय अवधिभित्र त्यो ब्याङ्कमा भएको नन पर्फर्मिङ लोन, नन पर्फर्मिङ एसेट्सहरूलाई उपयुक्त स्थानमा राखेर त्यसको चाहिँ नि फेरि त्यसलाई सुचारू गर्न सक्ने प्लान बनाएर लिएर आऊ भनेर भन्ने भयो एउटा। अर्को चाहिँ नि विज्ञ नतोकिकन राष्ट्र ब्याङ्कले आफै नै हस्तक्षेप गरेर यो कस्तो अवस्थामा भने जब डिपोजिटरको पैसा अब खाइदिन्छ, सकिन सक्छ है भन्ने अवस्था भयो भने राष्ट्र ब्याङ्कले त्यसलाई लिएर डिपोजिटर्सको पैसा फिर्ता गर्नुपर्छ। पहिला डिपोजिटरको पैसा फिर्ता गर्ने, ब्याङ्कको चाहिँ नि पुरानो लोनहरू सबै उठाउने, कलेक्सन गर्नुपर्ने कुराहरू कलेक्सन गर्ने, ब्याङ्कले भुक्तानी गर्नुपर्ने कुराहरू भुक्तानी गर्ने र अनि एउटा उपयुक्त पार्टनर खोजेर या मर्जर गर्ने या चाहिँ प्राप्तिमा जाने तर्फ लाग्नुपर्ने हुन्छ भनेर हामीले लेख्न सक्छौँ। त्यसो गर्यो भने चाहिँ यसको समस्या समाधान हुन्छ भनेर हामी लेख्न सक्छौँ। यसरी सो मेनी वे, एउटा मात्रै वे हुँदैन, हामीले विभिन्न वे अवलम्बन गरेर यसको समस्या समाधान गर्न सक्छौँ। विज्ञको मार्फत पनि हुनसक्ने भयो वा राष्ट्र ब्याङ्क आफै इन्भल्भ भएर पनि हुनसक्ने भयो। यसरी त्यो र अनि यो हाम्रो चाहिँ दफा 86 खमा भएको व्यवस्थाहरू पनि यसमा लेखेर त्यसमा भएको व्यवस्थाहरूलाई पनि राखेर हामी लेख्न सक्छौँ। र एनआरबी डायरेक्टिभ्समा पनि समस्याग्रस्त ब्याङ्क सम्बन्धी व्यवस्था छ छुट्टै, त्यसको बारेमा पनि तिमीले अलिकति त्यो पनि बुझेर लेख्यो भने राम्रै हुन्छ। त्यसरी लेख्न सकिन्छ है। इङ्ग्लिसमा कसैले बुझ्नु पऱ्यो भने भन्न मिल्ने हुन्छ। अब म 3 पछि 4 नम्बरमा जाउँ। हाम्रो 4 नम्बरमा के छ भने नेपालमा ब्याङ्क तथा वित्तीय संस्थाको मर्जर र प्राप्तिका लागि गरिएका प्रयासहरूबारे लेख्दै यसबाट प्राप्त भएको उपलब्धि समेत लेख्नुहोस् भनेको छ। राइट डाउन द एफोर्ट्स द्याट हेज बिन मेड इन नेपाल फर मर्जर एन्ड एक्विजिसन अफ ब्याङ्क एन्ड फाइनेन्सियल इन्स्टिट्युसन, मेन्सन इट्स एचिभमेन्ट्स। अब मर्जर र प्राप्तिका लागि नेपालमा के इनिसिएसन भयो, कस्तो कस्तो इनिसिएसन नेपालमा अवलम्बन गरियो र त्यसबाट चाहिँ के उपलब्धि भयो त्यो हामी लेखेर त्यसपछि हामी अगाडि बढ्छौँ है त। सबभन्दा पहिला के बुझ्नु पऱ्यो भने नेपालमा ब्याङ्क तथा वित्तीय संस्थाको मर्जर र प्राप्ति चाहिँ 2066 सालबाट सुरु भएको हो। 66 सालबाट चाहिँ नेपालमा ब्याङ्क तथा वित्तीय संस्थाको मर्जर र प्राप्ति गर्नुपर्छ भन्ने हिसाबले सबभन्दा पहिला मर्जर कार्यविधि लिएर आइयो। 2066 मा मर्जर कार्यविधि लिएर आइयो एउटा त्यो। अर्को मर्जर र प्राप्तिको लागि चाहिँ राष्ट्र ब्याङ्कले मौद्रिक नीति बोर्ड नै सार्वजनिक गरेको पनि भयो। एउटा कार्यविधि प्रोसिड्युर्स फर मर्जर एन्ड एक्विजिसन हेज बिन इनिसिएटेड in 2066 and from that period various monetary policy of every years has focused on merger and acquisitions र हरेक वर्षको मौद्रिक नीतिमा चाहिँ मर्जर र प्राप्तिका लागि चाहिँ व्यवस्थाहरू गरियो। तेस्रो मर्जर र प्राप्तिका लागि विभिन्न सुविधाहरू, ट्याक्स फ्यासिलिटिज, मूल्याङ्कनको फ्यासिलिटिज, तरलताको सुविधा, शाखा खोल्ने सुविधा जस्ता विभिन्न सुविधाहरू अथवा इन्सेन्टिभ्सहरू ब्याङ्क तथा वित्तीय संस्थालाई मर्जर र प्राप्तिका लागि चाहिँ नेपाल राष्ट्र ब्याङ्कले विभिन्न इन्सेन्टिभहरू पनि दियो। र सँगसँगै फेरि अर्को चाहिँ प्रयासहरू के त भन्दाखेरि मर्जर विनियावली 2073 कार्यान्वयनमा ल्यायो र यसलाई संशोधन पनि गरियो। आवश्यकता अनुसार मर्जर विनियावली 2073 ल्याउनुको साथसाथै यसलाई समय समयमा चाहिँ यसलाई हामीले परिमार्जन र सुधार पनि गर्दै गएका छौँ। त्यो पनि मर्जर र प्राप्तिका लागि गरिएको प्रयास हो। अर्को मर्जर र प्राप्तिका लागि गरेको प्रयास भनेको फोर्स मर्जर। राष्ट्र ब्याङ्कले चाहिँ ब्याङ्कहरूलाई फोर्स मर्जरको नीति पनि केही समय अगाडि फोर्स मर्जरको नीति पनि लिएर आएको थियो।
बाध्यकारी मर्जरको नीति पनि लिएर आएको थियो। अहिले छैन त्यो, पहिला फोर्स मर्जरको नीति पनि लिएर आएको थियो। त्यसलाई पनि हामीले बैंक वित्तीय संस्थाको मर्जरको लागि गरिएको प्रयासको रूपमा लिन्छौँ। अर्को मर्जर र प्राप्तिलाई चाहिँ इफेक्टिभ बनाउनको लागि बैंकमा एउटा पुँजी योजना, बैंकको पुँजी योजनालाई चाहिँ सजिलै क्यापिटल मार्केट मार्फत वा अन्य मार्फतबाट पुँजी चाहिँ योजना पुरा गर्न सक्ने गरी राष्ट्र ब्याङ्कले निर्देशिकाहरू पनि जारी गर्यो। यसरी राष्ट्र ब्याङ्कबाट जारी निर्देशिका पनि बैंक वित्तीय संस्थाको मर्जर र प्राप्तिमा गरिएको प्रयासमध्ये एउटा हो भनेर हामीले भन्छौँ। यो कुराहरूलाई हामीले प्रयासको रूपमा लिन्छौँ। मर्जर एक्विजिसन बाइ ल, मर्जर एक्विजिसन रेगुलेसन, मर्जर एक्विजिसन्स प्रोसिड्युर्स, मर्जर एक्विजिसनका लागि लिएका विभिन्न सुविधाहरू, एनआरओ डाइरेक्टिभ्सहरू लगायतको कुराहरूलाई हामीले मर्जर र प्राप्तिका लागि गरिएका प्रयासहरू भनेर भन्छौँ। फोर्स मर्जर भनेर पनि भन्छौँ, त्यो पनि मर्जरका लागि गरिएको प्रयास भयो। अर्को मर्जर र प्राप्तिको लागि राष्ट्र ब्याङ्कले विभिन्न नीतिगत व्यवस्थाहरू पनि गरिदिएको छ। सँगसँगै यसले चाहिँ एडभोकेसी, मर्जर र प्राप्तिका लागि एडभोकेसी भनेको मतलब यसको पैरवी पनि गर्दै आइरहेको छ। त्यसले पनि बैंक वित्तीय संस्थामा मर्जर र प्राप्तिको लागि प्रयासहरू भयो भनेर हामीले भन्छौँ। सँगसँगै बैंक वित्तीय संस्थाको मर्जर र प्राप्तिका लागि गरिएको अर्को प्रयास भनेको चाहिँ समस्याग्रस्त बैंकको समाधान पनि हो। समस्याग्रस्त बैंकको समाधान गर्ने दृष्टिकोणबाट पनि मर्जर र प्रयासमा चाहिँ उपलब्धि भएको छ भनेर हामीले भन्छौँ। त्यसलाई चाहिँ हामीले प्रयास चाहिँ त्यो पनि हो कि समस्याग्रस्त बैंकलाई यो मर्जर र प्राप्तिको माध्यमबाट समाधान गर्ने, त्यो नीतिबाट पनि हाम्रो चाहिँ यो मर्जर र प्राप्तिको लागि गरिएको एउटा प्रयास त्यो पनि हो भनेर हामीले लेख्न सक्छौँ। यी चाहिँ मर्जर र प्राप्तिका लागि भएका प्रयासहरू भए। अब यसका उपलब्धिहरू के भए त भनेर हामीले सोच्नु पर्यो भने मर्जर र प्राप्तिबाट चाहिँ के उपलब्धिहरू प्राप्त भयो भनेर भन्यो भने चाहिँ सबभन्दा पहिला मर्जर र प्राप्तिबाट बैंक वित्तीय संस्थाहरू ठिक्का आकारमा भए। राइट साइज अफ बैंक एन्ड फाइनेन्सियल इन्स्टिट्युसन्स फ्रम मर्जर एन्ड एक्विजिसन, पहिलो एक नम्बरमा हामी त्यो लेख्छौँ। दोस्रो नम्बरमा मर्जर र एक्विजिसनको अर्को उपलब्धि भनेको प्रब्लमेटिक बैंक एन्ड वित्तीय संस्थाहरूको समाधान, सल्भिङ द प्रब्लम अफ प्रब्लमेटिक बैंक एन्ड फाइनेन्सियल इन्स्टिट्युसन्स, दोस्रो उपलब्धि हामी त्यो भन्छौँ दुईटा। तेस्रो, थोरै ब्याङ्कबाट गुणस्तरीय ब्याङ्किङ सेवा, फ्रम लिमिटेड नम्बर अफ ब्याङ्क क्वालिटी ब्याङ्किङ सर्भिस, क्वालिटी फाइनेन्सियल सर्भिस, त्यो पनि यसको उपलब्धि हो भनेर भन्छौँ। चौथो, बैंक वित्तीय संस्थाहरूको पुँजी आधार बढेको, क्यापिटल बेस अफ बैंक एन्ड फाइनेन्सियल इन्स्टिट्युसन्स has been dramatically changed, has been drastically changed or drastically increased। आवश्यकता अनुसार बैंक वित्तीय संस्थाको पुँजी आधार पनि बढायो यसले, त्यो पनि हाम्रो चाहिँ यसको उपलब्धि हो भनेर हामीले भन्छौँ। त्यस्तै बैंक वित्तीय संस्थाको अर्को उपलब्धि के हो त मर्जर र एक्विजिसनको भनेर भन्यो भने मर्जर र एक्विजिसनबाट चाहिँ बैंक वित्तीय संस्थाहरूमा कन्सोलिडेटेड गर्ने, एकीकृत गर्ने आधार पनि बनायो यसले। इट मेड ए बेस फर कन्सोलिडेसन अफ बैंक एन्ड फाइनेन्सियल इन्स्टिट्युसन्स, त्यो पनि मर्जर र एक्विजिसनको प्रयासको उपलब्धि हो भनेर हामीले भन्छौँ। अर्को मर्जर र एक्विजिसनको अर्को उपलब्धि भनेको के हो त भन्दाखेरि चाहिँ सँगसँगै फाइनेन्सियल स्टेबिलिटी, वित्तीय स्थायित्व कायम गर्नको लागि पनि यसको उपलब्धि छ भनेर भन्छौँ। अर्को हाम्रो फाइनेन्सियल टेक्नोलोजी र डिजिटल फाइनेन्स, हामीले फाइनेन्सियल वित्तीय प्रविधि र अनि डिजिटल फाइनेन्स, हामीले यो मर्जर र एक्विजिसनबाट हाम्रो फाइनेन्सियल प्रणाली चाहिँ डिजिटल फाइनेन्सपट्टि गएको छ, यो प्रविधि मैत्री बन्दै गएको छ, त्यो पनि यसको फाइदा हो भनेर हामीले भन्छौँ। मर्जर र एक्विजिसनबाट बैंक वित्तीय संस्थाहरूको अपरेसनल इफिसियन्सी बढेको छ र ग्राहकहरूले पाउने सुविधा, क्वालिटी गुणस्तरीय सेवा सुविधा बैंक वित्तीय प्रणालीबाट नागरिकहरूले पाउन सकेका छन्। र अर्को उपलब्धि भनेको चाहिँ नागरिकहरूले स्वस्थ वित्तीय प्रणालीको अनुभूति गर्न सकिरहेका छन् भने नियमन गर्न, नेपाल राष्ट्र ब्याङ्कलाई नियमन गर्न समेत सजिलो भएको छ। दिज आर द अचिभमेन्ट that has been contributed by merger and acquisition in नेपाल भनेर हामीले लेख्न सक्छौँ। यिनै उपलब्धिहरू चाहिँ हाम्रो मर्जर र एक्विजिसनबाट नेपालमा प्राप्त भएको हो, प्राप्त भएका हुन् भनेर हामी लेख्न सक्छौँ। यो तिमीलाई 4 नम्बर प्रश्नको उत्तर चाहिँ मैले बताएँ। अहिलेसम्म मैले तिमीलाई आधी प्रश्नहरूको उत्तर मैले बताएँ, 4वटा प्रश्न मैले बताएँ, 8वटा यहाँ प्रश्नको उत्तर म बताउँछु, 2टा म बताउँदिनँ, कम्प्युटरको छ 2टा प्रश्न, त्यसको इङ्ग्लिसमा मैले उल्था गरेर राखिदिएको छु प्रश्न, तिमीहरूले हेर्न सक्छौ। र अरू 4वटा प्रश्न फेरि म अब फेरि उत्तर दिन्छु। यो क्लास 5 बजेबाट सुरु हुने भनेर तिमीहरूलाई भनेको थियो, तिमीहरूलाई इन्फर्मेसन भएन होला, सायद कतिले पाएन होला, त्यो कारणले पनि छुट्यो। तर लाइभ छ यहाँ, लाइभमा तिमीले रेकर्ड गरेर मजाले पढ्न पाउँछौ, टेन्सन छैन है छुटेकोहरूले पनि।
अब बिचमा तिमीहरूलाई केही सोध्न मन लाग्यो तिमीलाई सोध्न सक्छ। अब म एकताले चाहिँ नि 5 नम्बरमा हामी जाउँ अनि हामी अरूमा जाउँ। बैंकको नाफा नोक्सान खातामा के कस्ता तत्त्वहरू, त्यो छतप भन्ने छ नि, त्यो एलिमेन्ट हो, तत्त्वहरू उल्लेख गरिन्छ। एकीकृत निर्देशिका अनुसार पर्फर्मेन्स एसेट्सको एकाउन्टिङ कसरी गरिन्छ लेख्नुहोस् भनेछ। वाट आइटम्स आर इन्क्लुडेड इन प्रॉफिट एन्ड लस एकाउन्ट अफ बैंक्स, हाउ पर्फर्मेन्स एसेट्स आर रेकर्डेड इन अकाउन्टिङ बुक्स अफ बैंक एज पर एनआरओ डाइरेक्टिभ्स इलस्ट्रेट भनेर भनेको छ। सबभन्दा पहिला त बैंकको नाफा नोक्सान खातालाई बैंकको महत्त्वपूर्ण वित्तीय विवरणको रूपमा लिइन्छ। बैंकले खुलासा गर्ने एनएफआरएस अनुसार, नेपाल एकाउन्टिङ स्ट्यान्डर्ड अनुसार, नेपाल वित्तीय प्रतिवेदन मान अनुसार, अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन मान अनुसार खुलासा गर्नुपर्ने एउटा प्रमुख वितरणको रूपमा नाफा नोक्सान खातालाई लिने गरिन्छ भनेर लेख्नु पर्यो। नाफा नोक्सान खातामा निम्न शीर्षकहरू वा निम्न आइटम्सहरू, तत्त्वहरू समावेश गरिन्छ भनेर लेख्नु पर्यो। एउटा चाहिँ सबभन्दा पहिला चाहिँ हामीले इन्ट्रेस्ट इन्कम भनेर भन्छौँ। इन्ट्रेस्ट इन्कम, अदर इन्कम र ग्रस इन्कम, हैन, ब्याज आम्दानी, अन्य आम्दानी जस्ता कुराहरू यसमा हुन्छ। सञ्चालन आम्दानी, ब्याज आम्दानी, सञ्चालन आम्दानी, अन्य आम्दानीहरू हामीले यसमा राख्छौँ, नाफा नोक्सान खातामा हुन्छ। अर्को चाहिँ हाम्रो ब्याज खर्च, सञ्चालन खर्च र अन्य खर्च, त्यो पनि हाम्रो यसमा हुन्छ। त्यसपछि गएर नाफा नोक्सान खातामा चाहिँ यसको सँगसँगै चाहिँ ब्याज खर्च, सञ्चालन खर्च र अन्य खर्चको सँगसँगै हाम्रो ट्याक्स, प्रफिट बिफोर ट्याक्स भनेर भन्छौँ, अपरेटिङ प्रफिट, सञ्चालन नाफा, विभिन्न प्रकारको ट्याक्ससँग सम्बन्धित खर्चहरू, कमिटेड ट्याक्स, नन कमिटेड ट्याक्स, अथवा हामीले त्यसलाई एक्रुड ट्याक्स र करेक्ट ट्याक्स भनेर पनि भन्छौँ। यो ट्याक्स लायबिलिटीहरू पनि त्यसमा हामी इन्क्लुड गर्छौँ। त्यसको सँगसँगै हाम्रो नाफा नोक्सान खातामा चाहिँ अर्को समावेश हुने भनेको यो डिस्ट्रिब्युसन एक्सपेन्डिचर्स, प्रमोसनल एक्सपेन्डिचर्सहरू पनि यसमा हामीले गर्छौँ। र सँगसँगै चाहिँ यो इक्विटी होल्डर्सको लागि दिनुपर्ने खर्चहरू, सेयर डिस्काउन्टको खर्च, सेयर प्रिमियम बापतको खर्चहरू, अन्डरराइटिङहरू, विभिन्न प्रकारको अन्डरराइटिङ र राइट अफको खर्चहरू पनि हाम्रो बैंकको नाफा नोक्सान खातामा समावेश हुन्छ भनेर लेख्नुपर्ने हुन्छ। अब तिमीहरूले के गर्ने भने ठ्याक्कै कुनै एउटा बैंकको नाफा नोक्सान खाता ठ्याक्कै लिएर त्यसको 12-14 शीर्षकहरू सार्दियो भने चाहिँ पुग्छ है। तिमीहरूले 12-14 शीर्षक कुनै एउटा बैंकको फाइनान्सियल स्टेटमेन्टको प्रफिट एन्ड लस एकाउन्ट लिने, त्यसको 14 शीर्षक हुन्छ, त्यो 14 शीर्षक सर्लक्क सार राखिदियो भने पुग्छ। यति कुरा तिमीले नाफा नोक्सान खातामा के कस्ता तत्त्वहरू छन् भनेर भन्यो भने त्यति कुरा लेख्दाखेरि हामीले पुग्छ। द आइटम्स द्याट इन्क्लुडेड इन प्रफिट एन्ड लस एकाउन्ट्स आर एज फलोज भनेर, which are mentioned in NRO directives in profit and loss accounts, headings भनेर त्यो प्रफिट एन्ड लस एकाउन्टको हेडिङ्सहरू जो NRO डायरेक्टिभ्समा लेखेको छ त्यो कुराहरू तिमीहरूले त्यहाँनिर लेख्नु पर्यो। त्यसपछि तिमीहरूले के गर्नु पर्यो भन्दाखेरि चाहिँ यो डेप्रिसिएसन चाहिँ राजकट्टीहरू त्यहाँ हुँदैन। त्यहाँ तिमीले 14 राम्ररी हेर भाइ, तिमीले हेरेकै रहन्छ जस्तो लाग्यो है। यो टेलिग्राममा क्वेसन हालिदिन्छ है, लेखाइदिन मिल्दैन, शर्मिला जोशी यो लेखाउन मिल्दैन, लेखाउने पनि लेखाउँदैन मैले आज, र आज भन्छु मात्र, मुखले भन्छु, लेखाइदिनु न सर भन्छु। कुन चाहिँ लेखाउने? अब लेखाएर त तिमीले आफूले कहिले पनि पढ्दैन मैले लेखायो भने। तिमीले बैंकको एनुअल रिपोर्टमा हेर्ने, बैंकको ब्यालेन्स, कुनै पनि बैंकको ब्यालेन्स सिटमा हेर्न सक्छ, प्रफिट एन्ड लस एकाउन्ट दिएकै हुन्छ, त्यसबाट तिमीले निकाल्न सक्छ। राखिदिनु पऱ्यो भने म राखिदिइहाल्छु, केही टेन्सनै भएन। ए भाइ एउटा डाउनलोड गर त, आउ त भाइ, यता आउ त राजा, एउटा डाउनलोड गर आउ त, यहाँ आएर यसरी एउटा प्रफिट एन्ड लस एकाउन्ट कुनै एउटा बैंकको राखिदेऊ त। आरबिबी राखेको हुन्छ, एनुअल रिपोर्ट अफ एनी ब्याङ्क, एनुअल रिपोर्ट लेख्छ, एनुअल रिपोर्ट निकाल, त्यहाँ राख्न मिल्छ। लेखिदिनु भन्छ बच्चाहरूले, जे पनि भ्यात्लाक्क लाएर आफू केही गर्दैन, त्यहाँ सबै लेख मात्रै भन्छ, अनि कहाँ हुन्छ। एनुअल रिपोर्ट अफ नबिल ब्याङ्क लेख्ने हुन्छ, जे लेख्ने हुन्छ, रिपोर्ट अफ नबिल ब्याङ्क फट्टा आयो, खोल्यो जुनसुकै सालको आयो नि भन्छ। त्यो एनुअल रिपोर्ट भन्ने कहीँ छ हेर्नु त, त्यो इन्टु फाल्नु त, त्यहाँ पब्लिकेसन्स भन्ने कहीँ होला, त्यहाँ कहीँ छ, एसिएम माइनर्स त्यहाँ लेखेर होला, अनकल हो भइहाल्यो त्यो हाल्नु नेपाली। इङ्ग्लिसै ठोकिदिनु न त्यहाँ, एनुअल त्यहाँ प्रफिट एन्ड लस भन्ने छ, तानेर राख्नु ल, तल आउनु त, इङ्ग्लिस राखिदिनु न, सेभ गरेर त्यहाँ हालिदिइहाल्नुहोस्। कति पेज पक्नु, पेज पनि गरौँ, तल्लोपट्टि आउनु त, पेज नम्बर पनि खुलाइदिनुपर्छ, तल आउनु।
कति पेज आयो अहिले पेज पनि त्यहाँ तपाईँ हेर्दैन तल आउनु त अलि तल आउनु तल तल थोरै तल थोरै तल थोरै तल थोरै तल अझै 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 तल तल अझै तल आउनु न त्यहाँ देखिन्छ क्या हो अब बल्ल आयो यो के पक्नुहोस् एसेट तल आउनुहोस् यहाँ इन्कम स्टेटमेन्ट भन्ने कति हो कति पेज हो यही हो पेज नम्बर 10 भनेर लेखिदिनु सी पेज नम्बर 10 भनेर राखिदिनु यो सबै राखिदिनु अनि सी पेज नम्बर 10 भनेर राखिदिनु ल त्यहाँ पेज नम्बर 10 मा नाफा नोक्सान खातामा के शीर्षक छ त्यहाँ लेख्दा चाहिँ शर्मिला जोशी इङ्ग्लिसमा छ नेपालीमा त्यही नबिल ब्याङ्कै पाउँछ मैले इङ्ग्लिसमा लेखिदिएको छु नेपाली पनि भेटिन्छ नेपाली नभेटिने होइन त्यहाँ लेखिदिएको छ त्यही तिमी त्यहाँ डाउनलोड गरेर गर्ने है अब मैले राखिदिइसकेको छु त्यहाँ पेज नम्बर 10 भनेर लेख्छु त्यहाँ है त्यहाँ पेज नम्बर 10 पनि लेखिदिनु त्यहाँ लेख्नु त पेज इङ्ग्लिसमा छ यो तिमीहरू जो छ त्यो पेज नम्बर 10 मा हेर्नु नबिल ब्याङ्कको राखिदिएको छु त्यहाँ मैले पेज नम्बर 10 मा छ त्यसमा भएको आइटम तिमीले सार्यो भने नाफा नोक्सान खातामा के कस्तो आइटमहरू छ भन्ने कुरा त्यहाँ नम्बर हुन्छ पेज नम्बर 10 पनि लेखिदिनु न ल पेज नम्बर 10 लेख्नु भइहाल्छ बस ल ल ल तिमीहरू हेर है सबैजनाले त्यो अब म अर्कोमा जाउँ यो पर्फर्मेन्स एसेट्सको एकाउन्टिङ चाहिँ कसरी गरिन्छ लेख्नुहोस् भनेछ है यो पर्फर्मेन्स एसेट्स भनेको के हो हामीले पहिला बुझ्नु पर्यो है त पर्फर्मेन्स एसेट्स भनेको चाहिँ नि ती सबै एसेट्सहरू जुन एसेट्सहरू बैंक वित्तीय संस्थाहरूको आफ्नो स्वामित्वमा हुन्छ जुन एसेट्सहरू बैंक वित्तीय संस्थाको आफ्नो निगरानीमा हुन्छ कन्ट्रोलमा हुन्छ अरूको दाबी लागेको हुँदैन त्यस्तो सम्पत्तिलाई हामीले पर्फर्मेन्स एसेट्स भनेर भन्छौँ अब हामीले के बुझ्नु पर्यो भने पर्फर्मेन्स एसेट्स आर recorded in accounting book of NRB in historical price सबै हाम्रो चाहिँ नि पर्फर्मेन्स एसेट्सहरूलाई चाहिँ हामीले ऐतिहासिक मूल्यमा राखेका हुन्छौँ डिडक्टिङ डेप्रिसिएसन्स अब यहाँ बुझ्नु पर्यो सबै एसेट्सहरूलाई हामीले डिडक्टिङ डेप्रिसिएसन्स दे आर रेकर्डेड पर्फर्मिङ एसेट्स आर रेकर्डेड इन द ब्याङ्क बुक डिडक्टिङ द डेप्रिसिएसन राजकट्टी घोरेर बैंक वित्तीय संस्थाको वासलातमा यस्तो सम्पत्तिहरूलाई अभिलेख राखिएको हुन्छ पर्फर्मिङ एसेट्सहरूलाई अब हामीले के बुझ्नु पर्यो भने सबै पर्फर्मेन्स एसेट्सको चाहिँ एकाउन्टिङ गर्नको लागि चाहिँ फेयर भ्यालुमा राखिरहेको हुन्छ फेयर भ्यालुमा यद्यपि मार्केट भ्यालुमै राख्ने हो राख्न चाहिँ फेयर भ्यालुमा राख्नुपर्ने व्यवस्था छ तर हामीले चाहिँ यो बुक भ्यालुमा डेप्रिसिएसन कट्टा गरेर हामीले राखिरहेका हुन्छौँ मार्केट भ्यालु भन्ने हिसाबले फेयर वा मार्केट भ्यालुमा राख्नुपर्ने ठाउँमा हामीले चाहिँ यो प्रफिट एन्ड लस एकाउन्टमा चाहिँ पर्फर्मेन्स एसेट्सहरूलाई चाहिँ कसरी रेकर्ड गर्छौँ त भन्दा डेप्रिसिएसन कट्टा गरेर हामीले बुक किताबी मूल्यमा चाहिँ यिनीहरूको अभिलेख राख्ने गर्छौँ डेप्रिसिएसन कटाएर आएकोलाई हामीले किताबी मूल्य भनेर भन्छौँ अब हामीले के बुझ्नु पर्यो भने पर्फर्मेन्स एसेट्स भनेका के हुन् त भनेर भन्यो भने सबै ब्याङ्कको यो करेन्ट एसेट्सहरू ट्यान्जिबल एसेट्सहरू इन्भेस्टमेन्टहरू सबै यिनीहरू पर्फर्मेन्स एसेट्स हो नन ब्याङ्किङ एसेट्स नन पर्फर्मिङ लोन नन पर्फर्मिङ एसेट्सदेखि बाहेकका सबै सम्पत्तिहरूलाई हामीले पर्फर्मेन्स एसेट्स भनेर भन्छौँ र तिनीहरूलाई चाहिँ नि एनआरओ डाइरेक्टिभ्स अनुसार चाहिँ हामीले एनआरओ डाइरेक्टिभ्स अनुसार चाहिँ यी एसेट्सहरूलाई एनएफआरएस अनुरूप यिनीहरूको हामीले अभिलेख राख्छौँ र यसरी एनएफआरएस अनुसार अभिलेख राख्दा यिनीहरूको बुक भ्यालुमा डेप्रिसिएसन कट्टा गरेर राजकट्टी गरेर आउने मार्केट भ्यालु अथवा फेयर भ्यालुको आधारमा हामीले यिनीहरूको अभिलेख राख्ने गर्छौँ भनेर हामीले लेख्नु पर्यो र लेख्दा तिमीहरूले के पनि लेख भन्दाखेरि चाहिँ यस्तो पर्फर्मेन्स एसेट्सहरू चाहिँ ब्याङ्कको ब्यालेन्स सिटमा उल्लेख गरिएको हुन्छ भनेर हामीले लेख्नु पर्यो ब्याङ्कको ब्यालेन्स सिटमा चाहिँ हामीले यसलाई उल्लेख गरेका हुन्छौँ भनेर हामीले लेख्नु पर्यो अब हामीले चाहिँ नि यसको सँगसँगै चाहिँ यहाँ यो भाइ यसलाई यहाँ जोइन गर्दैउ त यहाँ टेलिग्राममा जोइन गर्दै भनेको छ सावित्री आले मगर त्यहाँ हेर्दैउ त बाबु राजा तिमीले त्यहाँ हेरी बच्चाहरूले जे भन्छ त्यो गर्दैउ त लिङ्क कोसँग हुन्छ ए हो सरले हेर्नु भएको छैन होला सायद अब भयो त गरिदिनु हुन्थ्यो होला भनिदिनु त्यहाँ लिङ्क हालिदिनु भनेर भन्नु लिङ्क मागिरहेको छ बच्चाले हालिदिनु पऱ्यो नि अब यहाँ हामीले के बुझ्नु पऱ्यो भने यसबाट तिमीहरूले चाहिँ नि यो पर्फर्मिङ एसेट्सहरू चाहिँ नि हाम्रो ब्याङ्क वित्तीय संस्थाहरूले को सही पर्फर्मेन्स मेजरमेन्ट गर्छ यिनीहरूले त्यो बुझ्नु पऱ्यो कि यसबाट चाहिँ नि गैर ब्याङ्किङ सम्पत्ति पनि यसमा देखिँदैन र प्लस चाहिँ नि हाम्रो नन पर्फर्मिङ एसेट्स पनि यसबाट देखिँदैन भनेर हामीले बुझ्नु पऱ्यो है म यहाँ जोइन गर्ला तिमीलाई रिक्वेस्ट गरिदिरहेको छु टेन्सन लिनु पर्दैन ल यति भइसकेपछि हाम्रो यो 5 नम्बरमा हामीले यति कुरा लेख्यो भने पुग्छ
पहिला आइटमहरू लेख्नु पऱ्यो। मैले आइटम तिम्रो त्यहाँ नबिल ब्याङ्कबाट हालिसकेको छु अनि प्लस अहिले पर्फर्मेन्स एसेट्सको बारेमा मैले अलिकति बताएँ। अनि यो हिस्टोरिकल प्राइसमा राखिन्छ, हिस्टोरिकल भ्यालुमा, र अनि किताबी मूल्यमा डेप्रिसिएसन कट्टा गरेर राखिन्छ। फेयर वा मार्केट भ्यालुमा राख्नुपर्ने व्यवस्था यसको छ एनआरबी डाइरेक्टिभ्स अनुसार भनेर तिमीहरूले लेख्नुपर्ने हुन्छ। यो मैले तिमीहरूलाई बुझाएको भयो है। अब यसपछि म तिमीहरूलाई फेरि अर्को कुरा बताउँछु। 5 नम्बरपछि हामी अब 6 नम्बरमा जाउँ। नम्बर 6 मा पनि हामी जान सक्छौँ। 6 मा के भनेको छ भने ब्याङ्क नगदी किताब भनेको के हो, ब्याङ्क नगदी किताबमा कारोबारको प्रविष्टि गर्ने विधिहरू के हुन् भनेर भनेको छ। वर्णन गर्नुहोस् भनेको छ। व्हाट डु यु मिन बाई ब्याङ्क क्यास बुक, डिस्क्राइब द डिफरेन्ट मेथड्स पोस्टिङ द ट्रान्ज्याक्सन इन ब्याङ्क क्यास बुक भनेर भनेको छ। ब्याङ्क नगदी किताबलाई चाहिँ ब्याङ्कको नगद कारोबारहरूको अभिलेख राख्ने किताबलाई हामीले ब्याङ्क नगदी किताब भनेर भन्छौँ। ब्याङ्क क्यास बुक इज द बुक that has been maintained by bank to record the cash transactions, not for the credit transactions. यो हाम्रो क्यास बुकमा हामीले क्रेडिट ट्रान्ज्याक्सन्सको रेकर्ड गर्दैनौँ। All credit transactions, the credit transactions are not recorded in bank cash book. Only the cash transactions are recorded in bank cash book. पहिला त्यो बुझ्नु पर्यो। जम्मै नगद मात्रै हामीले छन् भनेर हामीले बुझ्नुपर्ने हुन्छ। अब तिमीलाई म बताउँछु डाइरेक्टिभ नम्बर 4 मा छ, डाइरेक्टिभ 4 मा छ, र अर्को चाहिँ तिमीले एनएफआरएस 9 मा पनि छ है। एनएफआरएस 9 मा छ, डाइरेक्टिभ 4 मा छ। यो हाम्रो अप्पर कहिले गैरेले सोधे, अप्सरा गैरेले सोधेकी रहेछन्, त्यहाँबाट हेर है बा। अब हामीले के बुझ्नु पर्यो भने ब्याङ्क नगदी किताब चाहिँ क्यास फ्लोलाई प्रोजेक्सन गर्नको लागि, ब्याङ्कको क्यास फ्लोको प्रोजेक्सन गर्नको लागि ब्याङ्क नगदी किताब बनाइन्छ। यसले हाउ मच क्यास इज रिसिभ्ड एन्ड हाउ मच क्यास इज पेड विदिन अ मन्थ, विदिन अ इयर, त्यो कुरालाई चाहिँ यसले देखाउँछ। कति क्यास चाहिँ रिसिभ गरियो र कति क्यास पेड गरियो भन्ने कुरा चाहिँ हाम्रो रिसिप्ट एन्ड पेमेन्ट अफ क्यास, रिसिप्ट अर पेमेन्ट अफ क्यासलाई हाम्रो ब्याङ्क नगदी किताबले देखाउँछ। र अर्को के पनि बुझ्नु पर्यो भने यसको सँगसँगै ब्याङ्क नगदी किताब भनेको चाहिँ ब्याङ्कले नगदमा गर्ने कारोबारहरू, नगद प्राप्ति, नगद भुक्तानी, सँगसँगै नगद र नगदजन्य क्रियाकलापहरूको मुभमेन्टलाई देखाउने गरेर राखिने कारोबारलाई ब्याङ्क नगदी किताब भनेर बुझिन्छ भनेर हामीले लेख्छौँ। ब्याङ्क नगदी किताबमा कारोबारको प्रविष्ट गर्नको लागि विभिन्न विधिहरू अवलम्बन गरिएको हुन्छ। डिफ्रेन्ट मेथड्स आर अप्लाइड टु रेकर्ड ट्रान्ज्याक्सन इन क्यास बुक भनेर यो हाम्रो नगदमा आधारित ब्याङ्क नगदी किताबमा चाहिँ हामीले कारोबारहरूको प्रविष्ट गर्नको लागि हामीले विभिन्न विधिको चाहिँ हामीले अवलम्बन गर्छौँ भनेर हामीले बुझ्नु पर्यो। सर आज मको क्लास हुन्न, आज म्याथको क्लास हुन्न भनेर सीता बिसीले सोधेको छ। हुँदैन, आज चाहिँ म्याथको क्लास हुँदैन, आज यो फिडब्याक क्लास मात्रै हो सीता बिसी। आज यो फिडब्याक क्लास हुन्छ, त्यही हो, क्वेसन्सको फिडब्याक हो आज है, म्याथको क्लास होइन आज। अब हामी के बुझ्नु पऱ्यो भने यो ब्याङ्कको चाहिँ नगदी किताबमा कारोबारको प्रविष्टि गर्ने विधि चाहिँ के हो भनेर हामीलाई भन्यो भने एउटा डाइरेक्ट मेथड्स छ। डाइरेक्ट मेथड अनुसार चाहिँ हामीले नगदी किताबमा चाहिँ पोस्टिङ गर्नु पऱ्यो भने जुन जुन क्याससँग चाहिँ डाइरेक्टली रिलेटेड ट्रान्ज्याक्सनहरू छ तिनीहरूलाई मात्र राखेर हामीले कारोबारको प्रविष्टि गऱ्यौँ भने त्यसलाई डाइरेक्ट मेथड्स, प्रत्यक्ष विधिबाट कारोबारको प्रविष्टि गर्ने भनेर भन्छौँ, एउटा डाइरेक्ट मेथड भयो। अर्को चाहिँ क्यासबुकमा चाहिँ हामीले यो पोस्टिङ गर्नको लागि चाहिँ हामीले इन्डिरेक्ट मेथडको पनि फलो गर्न सक्छौँ। विभिन्न अप्रत्यक्ष विधिहरू पनि छन्, अप्रत्यक्ष विधिबाट पनि हामीले ट्रान्ज्याक्सन्सहरूलाई क्यासबुकमा प्रविष्ट गर्न सक्छौँ। उदाहरणको लागि म तिमीलाई बताउँछु, अप्रत्यक्ष विधिमा हामीले नगद किताबमा बाट प्रविष्ट गर्नको लागि हामीले यो सिङ्गल एन्ट्री, डबल एन्ट्री, ट्रिपल एन्ट्री, यो तीनवटै कुराहरूको हामी राख्न सक्छौँ। लेजरबाट पनि हामीले ब्याङ्क नगदी किताबमा कारोबार प्रविष्ट गर्न सक्छौँ। अन द बेसिस अफ लेजर, अन द बेसिस अफ जर्नल, जर्नलको आधारमा पनि कारोबार प्रविष्ट गर्न सकिन्छ। लेजरको आधारमा पनि कारोबार प्रविष्ट गर्न सकिन्छ। डेबुकको आधारमा पनि क्यासबुकमा चाहिँ हामीले चाहिँ कारोबारहरू प्रविष्ट गर्न सक्छौँ, डेबुकको आधारमा पनि। अर्को हाम्रो क्यास फ्लोको बुकबाट पनि, नगद प्रवाह किताबबाट पनि हामीले क्यासबुकमा प्रविष्ट गर्न सक्छौँ। अप्रत्यक्ष भनेर भने है मैले, यो अप्रत्यक्ष रूपमा हामीले अन्य विधिहरूबाट, यो अहिले जति पनि भने मैले यो प्रत्यक्ष विधि हो, त्यसबाट हामीले क्यासबुकमा प्रविष्ट गर्ने भयौँ भने अप्रत्यक्ष विधिमा चाहिँ डेप्टर्स, क्रेडिटर्सको आधारमा, बिल रिसिभेबल, बिल्स पेबलको आधारमा पनि हामीले नगदी किताबमा प्रविष्ट गर्न सक्छौँ, बिल रिसिभेबल, बिल्स पेबलको आधारमा। अनि क्यास डिस्काउन्टको आधारमा पनि, नगदमा दिने छुटको आधारमा पनि हामीले क्यासबुकमा प्रविष्ट गर्न सक्छौँ।
यसरी हाम्रो विभिन्न विधिहरूको अवलम्बन गरेर प्रत्यक्ष र अप्रत्यक्ष दुवै प्रकारका विभिन्न विधिहरूको अवलम्बन गरेर हामीले क्यासबुकमा ट्रान्ज्याक्सनको अभिलेख राख्छौँ भनेर भन्नु पऱ्यो। प्रत्यक्षमा चाहिँ जर्नलबाट, लेजरबाट, विभिन्न किसिमका डीबुकबाट र सँगसँगै चाहिँ सेल्स बुकबाट पनि हामी राख्न सक्छौँ। क्यास इनफ्लो, क्यास आउटफ्लोको बुकबाट पनि राख्न सक्छौँ क्यासबुकमा ट्रान्ज्याक्सन भने। इन्डिरेक्ट मेथडमा चाहिँ हामीले यो विभिन्न प्रकारको कारोबारहरू, रिसिभेबल, पेबल, एकाउन्ट पेबल, एकाउन्ट रिसिभेबल जस्ता कारोबार र ट्रान्ज्याक्सन इन ट्रान्जिट, बाटोमा भएको कारोबारहरूको आधारमा पनि हामी क्यासबुकमा रेकर्ड गर्न सक्छौँ। यसरी डाइरेक्ट र इन्डाइरेक्ट यो दुवै विधिबाट चाहिँ हामीले क्यासबुकमा रेकर्ड राख्न सक्छौँ भनेर हामीले लेख्न सक्छौँ। यसरी हामीले यो ब्याङ्क नगदी किताब के हो र यसरी कसरी कारोबारहरूको प्रविष्टि गरिन्छ भनेर भन्यो भने हामी यति कुरा लेखेर यसलाई हामी एन्ड गर्न सक्छौँ। अब म तिमीहरूलाई 6 नम्बर पछि 7 नम्बरमा जान्छु। म 8वटा क्वेसन बताइन्छ, त्यसपछि अरू 2टा बताइँदैन। आन्तरिक नियन्त्रण भन्नाले के बुझिन्छ? आन्तरिक नियन्त्रण कायम गर्न नेपाल राष्ट्र ब्याङ्कले के कदमहरू चालेको छ भनेर भनेको छ है। वाट इनिसिएसन हेज बिन मेड बाई सेन्ट्रल ब्याङ्क, त्यो राष्ट्र ब्याङ्क है, एनआरबी लेखेको यहाँ राष्ट्र ब्याङ्क हो। यो राष्ट्र ब्याङ्कले के कदमहरू चालेको छ चर्चा गर्नुहोस् भनेको छ है। यो प्रश्नमा हामीले के लेख्नु पर्यो भने आन्तरिक नियन्त्रण प्रणाली भन्नाले जोखिम व्यवस्थापन गर्ने गतिशील प्रणालीलाई हामीले आन्तरिक नियन्त्रण प्रणाली भनेर भन्छौँ। इन्टरनल कन्ट्रोल सिस्टम एज अ डाइनामिक सिस्टम अफ रिस्क कन्ट्रोल, रिस्क म्यानेजमेन्ट भनेर पनि हामीले भन्छौँ। अर्को आन्तरिक नियन्त्रण प्रणालीलाई हामीले प्रशासनिक नियन्त्रण प्रणाली र वित्तीय नियन्त्रण प्रणाली, कम्बिनेसन अफ एडमिनिस्ट्रेटिभ एन्ड फाइनान्सियल कन्ट्रोल सिस्टम भनेर पनि बुझ्छौँ भनेर लेख्नु पर्यो। र आन्तरिक नियन्त्रण प्रणाली भन्नाले संस्थाको उच्च व्यवस्थापकद्वारा माताहतका निकायमा वा संस्थाको उच्च व्यवस्थापकले तल्लो स्तरका व्यवस्थापकहरूमा कार्य सञ्चालनमा संस्थाको सम्पूर्ण पक्षहरूको स्रोत, साधन, जनशक्ति सम्पूर्ण कुराहरूको नियन्त्रण गर्ने विधिलाई हामीले आन्तरिक नियन्त्रण भनेर भन्छौँ भनेर बुझ्नु पर्यो। र सँगसँगै आन्तरिक नियन्त्रण प्रणालीलाई हामीले प्रिभेन्टिभ, डिटेक्टिभ र करेक्टिभ एक्टिभिटीको रूपमा पनि यसलाई हामीले बुझ्छौँ भनेर हामी लेख्न सक्छौँ। त्यस्तै आन्तरिक नियन्त्रण भनेको संस्थालाई निश्चित मापदण्डमा राख्ने, संस्थामा भएका आन्तरिक कमी कमजोरीहरूलाई नियन्त्रण गर्ने प्रणाली हो भनेर पनि भन्छौँ। यस अन्तर्गत सफ्टवेयर र हार्डवेयर कन्ट्रोल पनि पर्छ भनेर हामीले बुझ्छौँ। त्यो लेख्नु पर्यो है। अब यो फेरि कोसो मोडल यहाँ लेख्नु पर्दैन। आन्तरिक नियन्त्रण प्रणाली भन्नाले के बुझिन्छ भनेर भन्दा तिमीले कोसो मोडल हो भनेर लेख्नु जरुरी छैन है। अब अहिले किनकि यहाँ त्यसको त आयामहरू सोधेको छैन नि त। अब अर्को तिमीले के बुझ्नु पर्यो भने आन्तरिक नियन्त्रण प्रणाली भनेको उच्च व्यवस्थापकद्वारा संस्थाका समग्र काम कारबाहीहरूका सम्बन्धमा, संस्थाका गल्ती कमजोरी त्रुटिहरूका सम्बन्धमा, संस्थामा हुने जोखिमका सम्बन्धमा गरिने नियन्त्रणलाई हामीले आन्तरिक नियन्त्रण भनेर बुझ्छौँ। 4 नम्बरमा सोधेको छ तिमीलाई आन्तरिक नियन्त्रणलाई कोसो मोडलका अनुसार आन्तरिक नियन्त्रण अन्तर्गत नियन्त्रण गतिविधि, नियन्त्रण क्रियाकलाप, एक लाइनमा लेख्न मिल्छ। नियन्त्रण गतिविधि, नियन्त्रण क्रियाकलाप, नियन्त्रण वातावरण, सुपरिवेक्षण अनुगमन र प्रतिवेदन जस्ता क्रियाकलापहरू समेत पर्दछन् भनेर तिमीले एक लाइन लेख्न सक्छौ 4 नम्बरमा सोधेको हुनाले, नत्र जरुरी थिएन। अर्को यो आन्तरिक नियन्त्रण प्रणाली कायम गर्नको लागि राष्ट्र ब्याङ्कले के कदमहरू चालेको छ भनेर हामीलाई भनेको छ। आन्तरिक नियन्त्रण प्रणालीलाई बलियो बनाउनको लागि नेपाल राष्ट्र ब्याङ्कले विभिन्न व्यवस्था गरेको छ भनेर हामी लेख्न सक्छौँ। भेरियस प्रोभिजन्स इनिसिएसन्स हेज बिन टेकन बाई सेन्ट्रल ब्याङ्क टु मेक इफेक्टिभ इन्टरनल कन्ट्रोल भनेर हामीले लेख्न सक्छौँ। इन्टरनल कन्ट्रोललाई प्रभावकारी बनाउनको लागि के गरेको छ त भनेर भन्यो भने सबभन्दा पहिला इन्टरनल कन्ट्रोललाई प्रभावकारी बनाउनको लागि चाहिँ नेपाल राष्ट्र ब्याङ्कले विभिन्न निर्देशिका जारी गरेको छ। एउटा त्यो जोखिम व्यवस्थापन, विभिन्न जोखिमहरूको व्यवस्थापन गर्ने पद्धतिलाई जोड दिएको छ। नियमित रूपमा प्रतिवेदनहरू दिनुपर्ने व्यवस्था गरिदिएको छ। विभिन्न प्रकारका समितिहरूको पनि व्यवस्था गरिदिएको छ। समिति 5-7वटा समिति हुन्छन्, जस्तै अनुशासन समिति हैन, त्यसपछि गर्दै जोखिम व्यवस्थापन समिति, लेखा परीक्षण समिति जस्ता समितिहरूको व्यवस्थापन गर्नुपर्ने व्यवस्था पनि गरिदिएको छ। वित्तीय विवरणहरू समयमा बनाउनु पर्ने, विश्वसनीय वित्तीय विवरणहरू बनाउनु पर्ने व्यवस्था पनि गरिदिएको छ। सँगसँगै उच्च व्यवस्थापनको दृष्टिकोण हुनुपर्ने, दृष्टि दिइराख्नुपर्ने, उच्च व्यवस्थापनले नियन्त्रणका लागि विशेष कार्यविधिहरू बनाएर लागू गर्नुपर्ने, संस्थाहरूले चाहिँ आन्तरिक नियन्त्रणका लागि विभिन्न कार्यविधिहरू बनाएर लागू गर्नुपर्ने, समयमा आन्तरिक जाँच गर्नुपर्ने, आन्तरिक लेखा परीक्षण गर्नुपर्ने व्यवस्था गरेको छ।
प्रतिवेदनको व्यवस्था गरेको छ। संस्थाको अर्गनाइजेसन स्ट्रक्चर को डिजाइन गरेर संस्थामा कामको राम्ररी फ्लो हुने व्यवस्था गर्नुपर्ने भन्ने व्यवस्था गरिदिएको छ। संस्थाको सम्पत्तिहरूको सदुपयोग गर्नुपर्ने कुराहरू पनि गराएको छ। संस्थाको ट्रेजरीहरूको सही व्यवस्थापन गर्नुपर्ने, लिक्विडिटीको सही व्यवस्थापन गर्नुपर्ने व्यवस्था पनि गरिदिएको छ। सँगसँगै आन्तरिक नियन्त्रणलाई प्रभावकारी गर्नको लागि विभिन्न रेगुलेटरी प्रोभिजन्सहरू जस्तै हाम्रो क्यापिटल एडिक्वेसी पर्याप्त मात्रामा राख्ने, लिक्विडिटी पर्याप्त मात्रामा राख्ने, नन पर्फर्मिङ लोन, नन पर्फर्मिङ एसेट्सलाई कम गर्ने जस्ता कुराहरू पनि हाम्रो आन्तरिक नियन्त्रण प्रणाली अन्तर्गत राष्ट्र ब्याङ्कले व्यवस्था गरेको छ भनेर यी सबै कुराहरू तिमीले मिलाएर लेख्न सक्छ। सो फर making internal control effective, Nepal Rastra Bank has made so many initiatives. For example, NRB has given directions for making procedures for working in the bank and financial institutions, formation for the formation of different committee, विभिन्न कमिटीहरू गठन गर्नको लागि पनि व्यवस्था गरिदिएको छ। फर्मेसन अफ कमिटी भनेर पनि तिमीले लेख्न सक्छ। प्रोभिजन्स अफ फाइनान्शियल स्टेटमेन्ट एज पर एनआरबी डायरेक्टिभ्स, त्यसपछि गएर रेगुलरली डिस्क्लोज अफ इन्फर्मेसन्स त्यो पनि व्यवस्था गरेको छ। र डिसिप्लिन, विभिन्न प्रकारको डिसिप्लिन कायम गर्नुपर्ने, अप्टिमम युटिलाइजेसन अफ रिसोर्सेस गर्नुपर्ने लगायतका विभिन्न व्यवस्थाहरू राष्ट्र ब्याङ्कले आन्तरिक नियन्त्रण कायम गर्नको लागि गरेको छ भनेर तिमीले लेख्न सक्छ। यदि कुरा चाहिँ मैले 7 नम्बरको प्रश्नको उत्तर लेख्दाखेरि यसरी तिमीहरूले मिलाएर लेख्न सक्छौ भनेर मैले तिमीहरूलाई बताएँ। अब म केमा जान्छु भने 8 नम्बरमा जान्छु। ब्याङ्क तथा वित्तीय संस्थाको वित्तीय र गैर वित्तीय जोखिमहरू उल्लेख गर्दै सबै गैर वित्तीय जोखिम पनि दीर्घकालमा वित्तीय जोखिमकै रूपमा रूपान्तरण हुने गर्दछन् भन्ने भनाइलाई उदाहरणसहित पुष्टि गर्नुहोस् भनेको छ। यो फाइनान्सियल रिस्क के हो र नन फाइनान्सियल रिस्क के हो भनेर हामीले बुझ्नु पर्यो भने हामीले यो बजार जोखिम, विनिमय दर जोखिम, ब्याज दर जोखिम यिनीहरूलाई हामीले के भन्छौँ भन्दा यिनीहरू चाहिँ वित्तीय जोखिमहरू हुन् भनेर भन्छौँ। वित्तीय जोखिम भनेको चाहिँ नि फाइनान्सियल रिस्क भनेको रिस्क एसोसिएटेड विथ फरेन एक्सचेन्ज, रिस्क एसोसिएटेड विथ इन्ट्रेस्ट, रिस्क एसोसिएटेड विथ अदर ट्रान्ज्याक्सन्स, त्यसलाई हामीले यो वित्तीय जोखिम भनेर भन्छौँ। अब कुरा आयो गैर वित्तीय जोखिम भनेको प्रोसेस रिस्क, काम गर्ने प्रक्रियाको जोखिमलाई हामीले गैर वित्तीय जोखिम भन्छौँ। पोलिसी रिस्क त्यो पनि गैर वित्तीय जोखिम हो, हामीले त्यसलाई पनि भन्छौँ। गुड्स सर्भिससँग सम्बन्धित जोखिम त्यसलाई पनि हामीले गैर वित्तीय जोखिम भन्छौँ। कार्य सञ्चालनसँग सम्बन्धित जो चाहिँ अपरेसन रिस्क त्यसलाई पनि हामीले गैर वित्तीय जोखिम भनेर भन्छौँ। यसरी संस्थाको वित्तीय कुरामा प्रभाव पार्ने रिस्कहरूलाई हामीले वित्तीय जोखिम भनेर भन्छौँ। इन्ट्रेस्ट रेट रिस्क, त्यसपछि गएर चाहिँ नि फरेन एक्सचेन्ज रिस्क, तिनीहरू के हुन् त वित्तीय जोखिम हुन्। त्योदेखि बाहेक अरू जति पनि लिक्विडिटी रिस्क त्यो पनि हाम्रो वित्तीय जोखिम नै भयो। त्योदेखि बाहेकका अन्य जोखिमहरूलाई हामीले गैर वित्तीय जोखिम भनेर भन्छौँ। अब हामीले के बुझ्नु पर्यो भने यो त हामीले भनेको भयो ब्याङ्किङ संस्थाको वित्तीय जोखिम के हो, गैर वित्तीय जोखिम के हो भनेर हामीले भन्यौँ। वित्तीय जोखिमले वित्तीय कारोबारहरूलाई प्रत्यक्ष रूपमा असर गर्छ। वित्तीय जोखिमले संस्थाको वित्तीय उतार चढावलाई तत्कालै प्रभाव पार्ने गर्दछ र गैर वित्तीय जोखिमहरूले चाहिँ संस्थाको तत्काल वित्तीय स्वरूपमा प्रभाव नपारे पनि अन्तत्वगत प्रभाव पार्ने प्रकृतिका हुन्छन्। यस्ता जोखिममा सञ्चालन जोखिम पनि पर्छ। यस अन्तर्गत चाहिँ विभिन्न प्रकारको प्रोसेससँग सम्बन्धित जोखिम, मानवीय क्रियाकलापबाट हुने जोखिमहरू पनि यस अन्तर्गत पर्छन्। प्रोडक्टसँग सम्बन्धित जोखिमहरू पनि यस अन्तर्गत पर्छन्। टेक्नोलोजीसँग सम्बन्धित जोखिमहरू पनि यस अन्तर्गत पर्छन्। यसरी गैर वित्तीय जोखिमहरू चाहिँ को दायरा फराकिलो हुन्छ, धेरै हुन्छन् भनेर हामीले बुझ्नु पर्यो। अब के लेख्नु पर्यो भने वित्तीय जोखिमहरू मात्र नभई गैर वित्तीय जोखिमहरूले दीर्घकालमा मोनिटरी कुरामै प्रभाव पार्छ, इकोनोमी कुरामै प्रभाव पार्छन्। त्यस कारणले इन द लङ रन यो हाम्रो दीर्घकालमा पनि हाम्रो वित्तीय जोखिमकै रूपमा हाम्रो गैर वित्तीय जोखिमहरू चाहिँ वित्तीय जोखिममै रूपान्तरण हुन्छन्। इमिडिएटली चाहिँ वित्तीय जोखिमहरू जस्तो चाहिँ हाम्रो लिक्विडिटी रिस्क पनि हामीले राख्न मिल्छ है, वित्तीयमै राख्न मिल्छ। गैर वित्तीय जोखिमले चाहिँ पनि अन्तत्वगतता चाहिँ हामीलाई पैसासँगै हिनामिना गराउने काम गर्छ। जस्तो मानवीय त्रुटि भयो भने एनी टाइप्स अफ ह्युमन इरर्स विल क्रिएट फाइनान्सियल रिस्क इन लङ टर्म। तत्कालै नभए पनि कुनै पनि प्रकारको मानवीय जोखिमले काम नजानेको कारणबाट, ऐन कानुनको नेग्लिजेन्स गरेको कारणबाट फाइनान्सियल जोखिम नै हुन्छ अन्तत्वगत गएर।
त्यस्तै बजारको राम्ररी परीक्षण नगरेको कारणबाट, बजारलाई राम्ररी नबुझेको कारणबाट कारोबार गरियो भने पनि अन्ततोगत्त यसले गएर हामीलाई फाइनान्सियल रिस्कमै सिर्जना गर्ने गर्छ, बजार जोखिमले पनि। त्यस्तै गरेर हामीलाई चाहिँ सञ्चालन, कार्य सञ्चालन जोखिम हाम्रो जुन छ त्यसले पनि हामीलाई अन्ततोगत्त लगेर वित्तीय जोखिममै त्यसलाई रूपान्तरण गरिएको हुन्छ। त्यस्तै प्रोडक्टसँग सम्बन्धित हामीले राम्रो प्रोडक्टहरू दिन सकेनौँ, कुनै पनि प्रोडक्ट चाहिँ हामीले राम्रो बनाउन सकेनौँ, क्वालिटी प्रोडक्ट गराउन सकेनौँ भने आइटी रिस्क भनेको गैर वित्तीय जोखिम हो है भाइ। पुरुषोत्तम रामले सोधेका रहेछन्। अब इन्फर्मेसन टेक्नोलोजी हामीले राम्ररी प्रयोग गर्न सकेनौँ, टेक्नोलोजीको राम्ररी युज गर्न सकेन भने पनि यसले हाम्रो नोक्सानी बनाउँछ, वित्तीय नोक्सानी बनाउँछ। त्यस कारणले पनि यो गैर वित्तीय भए पनि अन्ततोगत्त यो वित्तीय नै हुन्छ। यसरी कुनै पनि प्रकारका गैर वित्तीय जोखिमहरू, चाहे त्यो ह्युमन रिस्क हुन्, चाहे त्यो अपरेसनल रिस्क हुन्, चाहे त्यो मार्केट रिस्क होस्, चाहे त्यो अपरेसनल रिस्क होस्, चाहे त्यो आइटी रिस्क होस्, चाहे त्यो प्रोडक्ट रिस्क होस्, चाहे त्यो प्रोसेस रिस्क होस्, यो कुनै पनि प्रकारको रिस्कहरू जसलाई हामीले गैर वित्तीय जोखिम भनेर भन्छौँ, यो गैर वित्तीय जोखिमहरू अन्ततोगत्व दीर्घकालमा संस्थालाई वित्तीय लाभ हानि पुर्याउने जोखिमहरू नै हुन्छन्। त्यसैले यस्ता वित्तीय जोखिमहरूलाई, गैर वित्तीय जोखिमहरूलाई लङ टर्ममा वित्तीय जोखिमकै रूपमा बुझ्ने, वित्तीय जोखिमकै रूपमा रूपान्तरित हुने गर्दछन्, हुन्छ भनेर हामीले लेख्नुपर्ने हुन्छ। तिमीहरू ढिला जोइन भयो होला, आज तिमीहरूलाई थाहा भएन जस्तो छ क्लास थियो भनेर, होइन? मेरो क्लास करिब सकिसकेको छ है। अब नन फाइनान्सियल रिस्क भनेको कस्तो रिस्कलाई लिएको छ सर भनेर हाम्रो अप्सरा गैरेले सोधेकी छन्। त्यो भनेको चाहिँ नि नन फाइनान्सियल रिस्क भनेको प्रोडक्टसँग सम्बन्धित रिस्क। प्रोडक्टमा डिफेक्ट भयो भनेदेखि, अनि काम गर्ने प्रोसेसमा डिफेक्ट भयो भने प्रोडक्ट रिस्क, प्रोसेस रिस्क दुईवटा भयो। अर्को ह्युमन रिस्क, त्यो पनि भयो। अर्को अपरेसनल रिस्क भयो, मार्केट रिस्क भयो। त्यसपछि गएर तिम्रो अपरेसनल रिस्क, मार्केट रिस्क, त्यसको सँगसँगै चाहिँ हाम्रो यो अदर रिस्क भन्ने छ नि, त्यो पनि जस्तो नियमनकारी रेगुलेटरी रिस्क, त्यो पनि यसमै पर्छ। आइटी रिस्क, इन्फर्मेसन टेक्नोलोजी रिस्क, त्यो पनि यसैमा पर्छ। कम्प्लायन्स रिस्क, त्यो पनि यसैमा पर्छ। अब यसको इफेक्ट चाहिँ लङ टर्ममा के हुन्छ भने ऐन कानुनको पालना गरेन, दीर्घकालमा फाइन लगाउँछ राष्ट्र ब्याङ्कले। फाइन चाहिँ पैसामा लगाउँछ, सो द्याट इट इज अ फाइनान्सियल रिस्क। कुनै कर्मचारीले नेग्लिजेन्स गरेर काम गर्यो, ढितो मूल्याङ्कन राम्रो गर्न सकेन, यसले पनि ब्याङ्कलाई नोक्सानी निम्ताउँछ, जो अन्ततोगत्त फाइनान्सियल नै हुन्छ। मान्छेले काम गर्ने बेलामा कुनै त्रुटि गर्यो भने त्यसको कारणबाट पनि ब्याङ्कलाई नोक्सानी हुन्छ, त्यो पनि फाइनान्सियल नै हुन्छ। यसरी हाम्रो चाहिँ के बुझ्नु पर्यो त भन्दाखेरि यो अहिले रहेका जति पनि गैर वित्तीय जोखिमहरू छन्, लङ टर्ममा ती जोखिमहरू सबै गैर वित्तीय जोखिमहरू सबै वित्तीय जोखिममा रूपान्तरण हुन्छन् भनेर हामीले यसरी लेख्नुपर्ने हुन्छ मिलाएर, है त। तिमीहरू जो जो ढिलो भएर आएको थियो, आजको क्लास सिधिसकेको छ है। अनलाइन स्टुडेन्टलाई हिजो दिउँसो टेलिग्राममा क्वेसन नराखिदिनु भएकोले आज फिडब्याक हुने म्याथको क्लास हुन्छ भन्ने कन्फ्युजन भयो सर भन्यो लक्ष्मी निरौलाले। ए हिजो राखिदिएको थिएन, हिजो बदमास गरेछन्, म भनिदिउँला अबदेखि राखिदेऊ भनेर। हिजो क्वेसन राखिदिएको रहन्छ तिमीहरूलाई, मैले आज फिडब्याकको बताएँ, आज म्याथको क्लास नहुने फिडब्याक भनेर आज मैले बताएँ। यो तिम्रो रेकर्डबाट हेर। अब मैले क्लास सघाएँ, अब 9 र 10 2 नम्बर क्वेसन छ, त्यो कम्प्युटरसँग रिलेटेड छ, त्यस कारणले मैले त्यो क्वेसन्सको उत्तर अब बताइनँ। अरू तिमीहरू सबैले रेकर्डबाट हेर। अब यसले यो नन फाइनान्सियल रिस्कले चाहिँ वेदव्यास भाइ अल्टिमेटले चाहिँ नि इन्कममा प्रभाव पार्छ, पैसामा प्रभाव पार्छ, फाइनान्सियल रिसोर्समा प्रभाव पार्छ। त्यस कारणले चाहिँ नि यो चाहिँ नन फाइनान्सियल रिस्क पनि अन्ततोगत्त फाइनान्सियलमै हुन्छ भनेर हामीले बुझ्नु पर्यो। भोलि क्लास चाहिँ के को हुन्छ, कति बेला हुन्छ, तिमीलाई अहिले न्युजमा भनिदिन्छ। अहिले भन्छ बा तिमीहरूलाई टेन्सन लिनु पर्दैन, अहिले एकछिनमा भनिहाल्छ। आज चाहिँ मैले क्लास सक्दिएँ है त। मलाई पनि टेलिग्राममा एड गरिदिनुहोस् न भनेको छ हाम्रो हुन्छ, तिमीलाई गरिदिउँला। प्रजनलिका कुलुङले भनेकी छन्, तिमीलाई पनि हामी जोडिदिउँला। अरू को कोलाई जोड्नुपर्छ म भनिदिउँला, त्यहाँ तिमीहरूलाई लिङ्कमा जोड्नको लागि म भनिदिन्छु है। टेलिग्राममा जोडिदिन्छ है, जोडिदिन्छ, म भनिदिन्छु, तिमीहरू टेन्सन नलिऊ, जोडिदिन्छ भनिदिन्छु मैले। अनि यहाँ 9 नम्बर प्रश्न र 10 नम्बर प्रश्न पनि छ, तिमीहरूलाई हेर्नको लागि स्क्रिनमा राखिदिन्छ। सफ्टवेयरहरू तिमीले यहाँबाट हेरेर पढ, कम्प्युटरको क्लासमा आज गर्दैन। यो इङ्ग्लिसमा पनि छ, नेपालीमा पनि छ, दुईटै क्वेसन। इङ्ग्लिसमा गर्ने मान्छेलाई पनि नेपालीमा गर्ने मान्छेलाई पनि सजिलोसँग लेखिदिएको छ। अनि अपरेटिङ सिस्टमको कुरा पनि यहाँनिर लेखिदिएको छ।
यसरी 10 वटा यो 2टा क्वेसन मैले गरिनँ, यो कम्प्युटरसँग रिलेटेड भएको हुनाले 8 वटा क्वेसनको प्रश्नको उत्तर मैले आज बताएँ। आज तिमीहरूलाई अब कतिले सुन्न पायो कतिले पाएन, तिमीहरू सबैलाई चाहिँ गुड नाइट। अब जतिको छ तिमीहरू रेकर्ड भिडियो हेरेर त्यहाँबाट उत्तरहरू लिऊ है त। यो टेलिग्राममा जोड्दिनु भन्ने होइन नि, कता उता हो कोठामा हुँदैछन् कता। हिजो फेरि क्वेसनै राखेर रहन्छ विद्यार्थीलाई, म गएँ ल, हिजो क्वेसन पनि राखेर रहेछ। ल आजलाई मैले क्लास